भर्दोमा चाहिँ 6वटा भन्ने भर्दो छ। के भन्नु भर्दो भने चाहिँ 12 भने चाहिँ 20 लाई पुग्छ। 20 लाई ग्यारेन्टी दिन्छन्। अब चाहिँ बच्दैन, अब यति नै हो भनेर पनि बन्ने छ। हेर्छ नि होइन, मोहरू हेर्ने एससीहरू हेर्ने अवस्थामा चाहिँ गएको सहयोग हुँदैन है। फेरि बित्नु त बितेको है, सास गएको, तर उहाँको मन तिर्नु उहाँलाई सास लिँदाखेरि पनि चेनै सिकाएको एउटा फक दियो। उहाँमा चाहिँ बितिने मान्छेको टाउकोमा छैन गिलो गिलो हुन्छ। तपाईँले आफैले गर्न मिल्छ। जस्तो अहिले लामाहरूले कति त्यो चाहिँ आवाज सुन्दर छ, नसुन्यो भने अब अलिक छेउमा आइदिनु है। अब यो आज चाहिँ म तपाईँहरूलाई अब यहाँबाट भन्नु खोजेको के हो भने चाहिँ होइन, मेन चाहिँ अब भर्दोको विषयमा भन्नु लागेको मैले होइन। अब भर्दो चाहिँ कस्तो हुन्छ, के हुन्छ भन्नेहरू त्योहरू चाहिँ म विषयमा तपाईँहरूलाई अब भन्नु लागेको हो मेन कुरो चाहिँ। तर भर्दो भन्दा अगाडि पनि तपाईँहरूलाई भर्दो भने त अब हामीले अलिकति बिचको कुरा हो। कसरी आउँछ भने चाहिँ भर्दोमा चाहिँ अब हामीले भन्दाखेरि हामी सबै भर्दोमा अब भर्दोमा चाहिँ 6वटा भन्ने भर्दो छ। के भन्नुभयो, 6वटा भर्दो भन्ने छ भन्छ है। पुस्तकमा लेखिएको छ। भाषी के नै के भर्दो भनेको छ एउटा, सामदेन के भर्दो, मिलाम के भर्दो, सिखे भर्दो, सिनी भर्दो, सिबे भर्दो भन्छ। भनेपछि राशि के नै के भर्दो भने चाहिँ हामीहरू जन्मिनेको जब नानीहरू जन्मिन्छ नि, जब कोमा बसेर छक्क जन्मिन्छ, त्यो जन्मेदेखि नबन्नेसम्मलाई के भन्छ भने त्यसले चाहिँ के नै भर्दो भन्छ अरे। अनि सामदेन भर्दो भने कसो भन्छ, अब हामीले बिचमा सामदेन भन्छ हामी यस्तो खालि गुरुमुची घुम्सी गर्ने, चेनेसो घुम्सी गर्ने, यस्तो ध्यान बस्ने चाहिँ के भन्छ त्यसलाई सामदेन के भर्दो भन्छ अरे। अब यो के नै भर्दो चाहिँ कहाँसम्म रहेछ भने चाहिँ जबसम्म जन्मिदेखि मृत्यु नहुनेसम्म के भन्छ त्यसलाई के नै भर्दो भन्छ भन्छ, मृत्यु नहुनेसम्म है, जब जन्मेर मृत्यु नहुनेसम्मलाई सामदेन के भर्दो भने चाहिँ जब तपाईँले यस्तो घुम गर्छ नि, जब तपाईँले गुरुमा यस्तो घुम्सी गर्दाखेरि जबसम्म घुम ठक्क उहाँको सबै घुम्सी गरेर तपाईँ जबसम्म उहाँले तुराउँदैन, जबसम्म घुम्सी गरेर यस्तो गरेर ठक्क तपाईँले घुम्सी गरेर छोड्दैन, तबसम्म चाहिँ के उसलाई सामदेन के भर्दो। त्यो बिचमा त्यसले के भन्छ ध्यानको भर्दो भन्छ है, ध्यान गर्नुपर्छ नि। त्यहाँदेखि चाहिँ मिलामकी भर्दो। मिलामको भने सपनामा आउने, जस्तो बेलुका तपाईँ सुत्दाखेरि ठक्क सपना यस्तो देख्यो, ठक्क सपना तपाईँले आँखा खोलेर ठक्क गएपछि सपना गएपछि के हुन्छ त्यसलाई त्यस्तो मिलामको भर्दो भन्छ अरे। छिकै भर्दो भन्नुमा चाहिँ जब तपाईँले अहिले अब बितिन्छ, अब अहिले जस्तो सास जान्छ नि होइन, अब सास ठक्क त्यो बितेर ठक्क सास गएकोदेखि चाहिँ जबसम्म उहाँले अब अर्को यो भर्दोको बिचमा आउँदैन, जस्तो यो बिचमा छुनी पर्दा आउँदैन तबसम्म भन्छ नि बितेको सास ठक्क गएदेखि ठक्कै भर्दोको अर्को नाम चाहिँ ठक्कै थाहा यो म बित्यो भने थाहा नपर्नेसम्म त्यो के भने चाहिँ त्यो चाहिँ त्यसलाई चाहिँ अनि छिकै भर्दो भन्छ अरे। छुनी भयो त्यहाँदेखि छिकै भर्दो। छुनी भर्दो चाहिँ के भन्छ ठक्क भितेर हामीले जब मोटे गर्नुपर्छ है, यसलाई अब भर्दो थोटो परेर हामीले यस्तो गर्दाखेरि चाहिँ मोटो गर्दाखेरि त्यसमा उहाँलाई एउटा कलर आउँछ होइन, कलरमा चाहिँ कलर चाहिँ चिन्नुपर्ने हुन्छ। उहाँ यो भने त्यो चिनाउने त्यसलाई छुनी भर्दो भन्छ। शिव भर्दो पनि हामी अहिले जस्तो यो हामी सबै शिवमा छ नि होइन, खम्सुङ शिवमा छ होइन, शिव खल्लोभित्र हामी शिव भने चाहिँ हामी सबै के छ यहाँ ढहरी टुपीतिर भावकन हामी सबै के हो शिव भर्दो भन्नुपर्छ अरे। अब भन्दाखेरि चाहिँ अब हामीले यो 6वटा भित्रमा तपाईँले 6वटा सबै भन्यो भने मलाई यहाँ टाइम कम्ती पर्छ होइन, तपाईँलाई पनि टाइम पुग्दैन, कति काम पनि होला। त्यो भित्र पनि हामीले सबभन्दा महत्त्वपूर्ण थाहाउनु पर्ने चाहिँ के भने छिके भर्दो चाहिँ थाहाउनु पर्ने सब कुरो है। छिके भर्दो भने हामी बितिनेको भर्दो कस्तो हुन्छ अब त्योभन्दा अगाडि अब छिकै भर्दो त भन्यो नि होइन। छिखायो भने चाहिँ के भन्छ, छिखा भने चाहिँ बित्ने बेलामा बितेकोलाई के भन्छ छिखा भन्छ। अब भर्दो भने चाहिँ कस्तो, भर्दो भने चाहिँ भर भने चाहिँ 20 लाई पुग्छ। 20 लाई कस्तो 20 लाई भने चाहिँ जस्तो माथि र मुनिको 20 लाई के भन्छ हामीले भर भन्छ है। माथिलाई हामीले गामा भन्छ, पाछेलाई छिमा भन्छ, बिचको के भन्छ भर भन्छ। त्यसले भर भने चाहिँ 20 लाई भन्छ। भरमा दो भने चाहिँ कस्तो भने चाहिँ त्यो भरको बिचमा मिलाउनुलाई के भन्छ दो भन्छ। जस्तो त हामीले चाहिँ दो भन्छ जस्तो 3 पाटे बाटो छ नि, जस्तो हाम्रो माथि रोड 3 जस्तो गरेर यहाँ बिचमा एउटा डुङ्गुर छ नि होइन, डुङ्गुर चाहिँ के भयो हाम्रो माथि डुङ्गुर चाहिँ मुनिको बाटो यहाँ घुम्बो जाने बाटो पनि माथि रोड जाने बाटो 3टा बाटो ठ्याक्क बिचको बिचमा के भन्छ त्यसलाई चाहिँ दो बाटो भन्छ। त्यो बाटो दो बाटोले चाहिँ हामीले के भन्छ दो भनेको भर्दो भने चाहिँ अनि भर्दो भन्ने मतलब चाहिँ अनि चाहिँ मान्छे बितेर नजन्मेको बिचमा भएको अनि त्यसले चाहिँ दो। जबसम्म त्यो बिचको मान्छेलाई हामीले चाहिँ अब त्यहाँ जन्मेको बिचमा सम्झाउनु पर्ने ठाउँमा चाहिँ त्यसले दो भन्ने कुरा हो भन्छ। अब चाहिँ हामीले भर्दो बेलामा चाहिँ अब के गर्नुपर्छ के गर्नु पर्दैन भन्दा अगाडि सबभन्दा अगाडि म तपाईँलाई सम्झाउनु पर्ने के गर्नु पर्ने, अब मेन हेर्नुपर्ने चाहिँ अब के छ के छैन भने चाहिँ मेन चाहिँ हाम्रो लामाहरूले पुरै थाहा हुन्छ अब फुम्बुको कामहरू के गर्नुपर्छ गर्नु पर्दैन भनेर होइन। त्यो सबै लामाले काम गरिदिन्छ, फुम्बु कहिले छुनुपर्छ कहिले पर्दैन भने। तर पनि अब कहिले कहिले लामा नहुने ठाउँमा पनि तपाईँले के गर्नुपर्छ भने अब फुम्बु छुनुपर्ने कामहरू हुन्छ होइन, लामा आइपुग्दैन टाइममा, नभए टाढो भएको कोही लामा हुँदैन भन्दाखेरि तपाईँहरूले आत्तिनु पर्दैन।
अब फुङबो जब त्यो मान्छे उहाँ बितिन्छ होइन अब तपाईँलाई थाहा हुन्छ नि सबैलाई यो मान्छे त्यहाँ बितिने रहेछ भन्ने थाहा हुन्छ नि थाहा हुँदैन यति त अनुभव त हुन्छ नि होइन हुँदाखेरि कसरी तपाईँहरू त्यो थाहा हुन्छ थाहा नहुने होइन अब ल यो मान्छे त बितिने रहेछ अब यो नबस्ने रहेछ भनेर हामीले थाहा भइसक्यो त त्यो मात्रै कोही डक्टरले पनि भनिसकेको हुन्छ नि ल तिमी त अब यो हामीले साइन दिन्छ नि गऱ्यो होइन ग्यारेन्टी दिन्छ अब त्यो बच्दैन अब यति नै हो भनेर पनि बन्नेछ भन्दाखेरि तर डक्टरले भन्छ तर कोही बाँच्ने पनि छ है त्यसमा बाधाहरू गर्ने धेरै छ त्यसलाई हाम्रो जस्तै सिन्डे भन्छ होइन सान्डे खजुर परेको कारण त्यो सान्डेहरूले चाहिँ निर्भर गरेको कारणले चाहिँ उहाँ चाहिँ के हुन्छ भने चाहिँ त्यहाँ चाहिँ उहाँले अब उहाँको सोख चाहिँ लिनु खोजेको हुन्छ नि सान्डेहरूले त्यो सान्डेले अब चाहिँ ठिक पार्नु लागि चाहिँ हामीले फेरि अगाडि विधि गरेको छ भने चाहिँ सान्डेले उहाँलाई ठिक पार्न सक्दैन उहाँको छे छ भने चाहिँ कोही छे नसक्दै बितिन्छ नि होइन त्योहरूले चाहिँ सान्डेले उहाँहरूले लिएको हुन्छ सान्डेहरूले खाइसकेको हुन्छ होइन सान्डेले उहाँले उल्टो बाटो लानु खोजेको हुन्छ कि अब उहाँलाई मको प्राण लिनु खोजेको हुन्छ हुँदाखेरि चाहिँ सान्डे खाजु चाहिँ पर्ने कारण चाहिँ त्यो हुन्छ त्यो सान्डेले लिएको कारण चाहिँ त्यो सान्डेले फेरि त्यो सान्डेले त्यो मच्छीमा लिँदैन नि फेरि त्यो सान्डे त्यो मच्छी लियो अझ अर्को मच्छी पनि अर्को फ्यामिलीमातिर पनि अर्को लिनु खोज्छ नि त त्यही कारणले चाहिँ सान्डे परेको कारण त्यो हो होइन त्यहाँदेखि त्यो सान्डेले उहाँले अब यस्तो अब उहाँको हुने चाहिँ उहाँको आयु उहाँको भए पनि तर उहाँको वाङताङ छैन लुङताङ छैन भनेपछि चाहिँ सान्डेले के गर्छ उहाँलाई अब उहाँको लागि खान्छ भित्रभित्रमै खान्छ उहाँले अब उहाँले उल्टो भएर देखाउँदै भएर त्यहाँनिर चाहिँ उहाँको छोड्नुपर्ने चिज पनि छोड्नु मन नगर्ने जस्तो हामीले कराए पनि हुर्साउनु जस्तो गर्ने केही गर्ने सबै त्यो सान्डेले गरिदिएको हुन्छ उहाँले त गर्नु मन छैन नि तर पनि यस्तो उसको वाङताङ नभएको कारणले चाहिँ यस्तो गरेर बितिने कारण हुन्छ एउटा होइन त्यहाँदेखि प्लस अनि जस्तो अब तपाईँ हामीले थाहा हुने कुरा चाहिँ डक्टरले भन्दाखेरि थाहा हुन्छ आफैले पनि थाहा हुन्छ यो मान्छे चाहिँ बाँच्दैन भनेर अनि कोहीमा चाहिँ विधि कसो गर्छ भने हाम्रो यहाँतिर चाहिँ आउँदैन माथि भन्दा अर्को ठाउँतिर भने चाहिँ लामाको माउ छ मह हेर्छ नि होइन महहरू हेर्ने एससीहरू हेर्न आउँछ लामालाई अब यो फलाना मान्छे धेरै बिमार भयो होइन फलाना मान्छे बिमार भयो भन्दाखेरि चाहिँ त्यो मान्छे चाहिँ बाँच्छ कि अनि बाँच्दैन भनेर सोध्नु आउँछ नि त्योहरू हेर्छ छ्यामो हेर्छ होइन छ्यामोले लामाहरूले हेर्नुहुन्छ त्यो हेर्दाखेरि चाहिँ उहाँले लामाले भन्छ अगाडि नै उहाँ नबाँच्ने रहेछ गाह्रो छ तपाईँले अगाडि नै बरु योभन्दा अगाडि घेवारी गरिदिनुहोस् भनेर भनिदिन्छ फेरि कोही लामाले बाँच्ने छ भने यो बाँच्नु सक्छ उहाँले वाङछाङ मात्रै सानो यसको लागि विधि यो गऱ्यो भने चाहिँ बाँच्नु सक्छ भनेर अब त्यहाँनिर लामाहरूले पनि विधिहरू दियो भने बाँच्ने चान्स हुन्छ त्यो आयु नसक्ने बिजुवाहरूले आयु सकियो बिजुवाहरूले चाहिँ उहाँले रोक्नु सक्दैन होइन आयु नसक्नेहरूको आयु नसक्ने बिज्ञहरूले चाहिँ यस्तो बाधा विद्यालय पनि त्यो सान्डेहरूले पनि खेताएर पनि हामीले गर्नु सक्छ भन्ने चाहिँ कुरा हो त्यहाँदेखि उहाँ अब यस्तो उहाँले लामाले पनि भन्नुभयो होइन हेरेर उहाँले बाँच्नु सक्दैन गाह्रो छ डक्टरले पनि भन्नुभयो ल गाह्रो छ तपाईँहरू पनि थाहा भइसक्यो हुन्छ त्यो बेलामा तपाईँले चाहिँ उहाँलाई भन्नु मिल्दैन नि ल अब भन्यो भने उहाँ मान्छे मन दुःख गर्छ भन्छ नि सबैले त्यो सोच्छ नि है ए ल अब यो बिदिन लाग्छ अब उहाँलाई भन्यो भने मन दुख्छ उहाँ तर्सिन्छ भनेर मनमा धेरै यस्तो लिनुहुन्छ तपाईँ तर त्यो लिनु त गलत हो तपाईँ खास गरेर छुइ गरेको मान्छेले जस्तो लुगाएर हुँदैन उहाँले तर डाइरेक्ट भन्नु हुँदैन फेरि डाइरेक्ट भन्यो भने उसलाई पनि फेरि सक हुन्छ नि तपाईँले भन्नुहोस् न उहाँलाई भन्नुपर्छ भन्दाखेरि जस्तो तपाईँको अब तपाईँ नबाँच्ने रहेछ भन्यो भने सिधै नभने कहिले पनि तपाईँले चाहिँ पहिला के खादिन गर्नु उहाँले खादिन गर्छ नि जस्तो भनी पर्ने साङ पर्ने उयो परिरहेछ भने तपाईँ भनीहरू साङहरू पढ्दै गर्नु है भन्ने चाहिँ भन्नुपर्छ है यदि भन्यो भने चाहिँ उसले थाहा नभए उहाँलाई थाहा नभए पनि हामी इन्डाइरेक्ट भनेको नि त होइन सिधा नभनेर घुमाएर भनेको नि त भन्दाखेरि तपाईँले धम्की के झ्याम्लिङ गर्छ होइन उहाँले जस्तो यहाँबाट हामी भनी झ्याम्लिङ गर्ने है हाम्रो यहाँ त अब मेन अब यहाँ राजुन सेम्बोको साङहरू धेरै ध्यान पर्छ गुरुङ बसी घुम्सी गर्ने छ हो त्योहरू तपाईँले गर्नु सक्छ भने गर्नुहोस् भनेर उहाँ भन्नुहोस् भनेर यति मात्रै भनिदिनुहोस् उहाँले गरिहाल्छ नि त्यहाँनिर त तपाईँ बिहान बेलुका मानि राम्रो गर्छ गर्नु है भनेर भनिदियो भने हुन्छ उहाँले त्यो बेलामा उहाँलाई नबुझ्यो पनि उसले त घुम्सी गर्छ मलाई त उहाँले भनेको छ है भन्नुपर्छ अब त्यो भन्दाखेरि फेरि हाम्रो साधारण मान्छेले भने पनि मान्दैन कोहीले होइन कोहीको हुन्छ नि कस्तो भने अब आफ्नो साथीले भन्दै पनि नमान्ने भयो भने लामालाई भन्नु लगाउनुपर्छ होइन अब लामा हाम्रो लामा केसीहरू छ होइन लामा उहाँहरू छ नि त उहाँहरू हुँदाखेरि उहाँले भन्नु लगाउनुपर्छ तपाईँले यस्तो पऱ्यो भन्दाखेरि बिमा जाति हुन्छ है भनेर चाहिँ भन्नुपर्छ होइन हुन चाहिँ यो अब वातावरण थाहा भएपछि जाति हुन्छ भन्नु चाहिँ सक्दैन नि किनभने अब त ग्यारेन्टी दिइसक्यो नि तर पनि उसले मानि एउटा परेर उसले एउटा चेन्नई घुम्सी गऱ्यो भने उसलाई भर्दोमा धेरै काम लाग्ने काम हुन्छ त्यही कारणले चाहिँ उहाँलाई चाहिँ हामीले चाहिँ अगाडि उहाँलाई तपाईँले यसो घुम्सी गर्नुपर्छ है घुम्सी गऱ्यो भने धेरै फाइदा हुन्छ भनेर चाहिँ भन्नुपर्छ त्यो भन्दा उहाँले घुम्सी गर्छ नि घुम्सी गर्दा भिडियो भने अनि हामीले उहाँले भिडियो भने उहाँको अब हामीले थाहा हुँदैन कहिले बेलुका बित्छ कहिले बिहान बित्छ तर उसले उहाँ बानी बसिसकेको कारणले चाहिँ उहाँले बितिने बित्तिकै उहाँको हिदमला होइन इष्टदेव भन्छ हामीले जो भए पनि चेन्नई घुम्सी गर्ने चेन्नई गुरुङपछि ढोमा चाहिँ घुम्सी गर्छ त्यो झलक्कै आएर उहाँलाई वर्तोबाट मुक्ति गरिदिन्छ भन्ने कुरा आउँछ त्यो भन्दाखेरि अब त्यस्तो फुङबोको त्यो अब माथि अब बितिँदाखेरि चाहिँ हामीले भन्नु पर्ने कारण त्यो सेकेन्डमा चाहिँ के छ भने चाहिँ त्यो उहाँ बितिँदाखेरि चाहिँ अब मेन लामाले उहाँ लामाहरूले छुनु मिल्ने कहिले नमिल्ने कस्तो कुरा आउँछ है त्यो ताकहरू चाहिँ तपाईँ थाहा नभए पनि हात नछुनुहोस् अनि लामाहरू बोलाएर हेर्नुहोस् उहाँहरू बित्यो कि बितिँदा भने
तर हामीले चाहिँ अब वास्तवमा डक्टरहरूले हाम्रो के भन्छ भने चाहिँ बाहिरको सास गइसकेपछि मात्र के भन्छ हामीले भित्रै छ भन्छ के। तर त अब छुइमा हेऱ्यो भने चाहिँ तपाईँको भित्रको सास गएर मात्रै हुँदैन, त्यो बाहिरको मात्रै गएर हुँदैन, भित्रको पनि सास अलग्गै बस्छ। कसरी थाहा छ भने चाहिँ तपाईँको यो सास लिनु छोडेर अब अलिकति खुट्टा चिसो हुँदैमा अब हात चिसो हुँदैमा तपाईँले भिज्यो भनेर उसले के भन्छ उसलाई गर्नु मिल्दैन। किन अझै उसको भित्र एउटा यहाँ छातीसम्म अन्तिममा छातीसम्म उहाँको के आउँछ भने चाहिँ जोइ हुन्छ, गर्मी हुन्छ। त्यो नसक्नेसम्म चाहिँ उहाँको प्राण चाहिँ गएको सकेको हुँदैन है। फेरि भित्नु त बितेको हो है, सास गएको, तर उहाँको मन चाहिँ आज कहाँ छ, भुइँमा हुनुहुन्छ है, आफ्नो शरीरमा हुनुहुन्छ। त्यो बेलामा चाहिँ त्यो टाइममा एकदम बेस्ट टाइम हो। हामीले अब भर्दो ठुटुल पर्ने अनि मलम मानी मलम गर्ने, हजिउ मलम गर्ने, जे गरे पनि त्यो बेलामा चाहिँ उहाँलाई घोटो पर्छ। सकेसम्म त्योभन्दा अगाडि हामीले उहाँ बितिनुभन्दा अगाडि सँगै बितिनु, अब उहाँलाई त थाहा हुन्छ नि कति सँगै दिउँसो बित्दाखेरि उहाँ त सास लिँदा खिलिने बेलामा नै तपाईँहरूले भर्दो ठुटुल उहाँले भन्नुपर्छ। तपाईँले भजन गुरु घुम्सी पर्छ भने उही भजन गुरु घुम्सी गर्नु है भन्नुपर्छ अगाडि नै। यस्तो लिँदाखेरि कानमा भन्नुपर्छ उहाँलाई त्यो बेलामा है। कानमा भने पनि उहाँलाई अलिकति सजिलो हुन्छ उहाँलाई लिँदाखेरि। हामीले भन्दाखेरि उहाँले सुन्छ नि त, तर टाढोबाट सुन्दैन र छेउबाट सुन्छ होइन। त्यो हुन्छ कि उहाँ धेरै सहयोग पर्छ भनेको कारण चाहिँ भनेको है। यसो अब उहाँले चाहिँ त्यही कारण चाहिँ हाम्रो आफ्नो अब यहाँ हाम्रो भोटे भयो, गुरुङ भयो, तामाङ भयो। अब यहाँ हिमालय जातिमा चाहिँ अब काटिङसम्म भने चाहिँ हामीले के मान्छ, गुरुङपछि एउटा मान्छ, त्यहाँदेखि एउटा अनि चेनेसिक मान्नुहुन्छ होइन, अनि ढुक्मा मान्नुपर्छ। उहाँहरू चाहिँ हामीले अब अर्कोले मानुहोस् कि नमानोस्, हाम्रो जातिहरू सबैले के गर्छ, मान्छ नि त। मान्दाखेरि अब कसले मानी सबै पर्ने हुन्छ, जहाँ गयो भने मानी अब मान्छे बितिँदाखेरि मानी गऱ्यो, मानिसँग आमाहरूले गऱ्यो भने चाहिँ मानी पर्ने हुन्छ नि त। त्यहाँदेखि चेनेसी घुम्सी गरेर भन्नुपर्छ, ऊ चेनेसी घुम्सी गर्नु, चेनेसीको यस्तो भने यस्तो गरेछ भन्दाखेरि चाहिँ ऊ भितिँदाखेरि पनि उहाँलाई सास लिँदाखेरि पनि चेनेसी याद आउँछ, सास लिँदाखेरि पनि। त्यहाँदेखि अन्तिम रोक्दाखेरि पनि चेनेसी ठ्याक्कै जग्गा पाउँदाखेरि उहाँलाई धेरै सहयोग पुग्छ भनेको छ कि यसो कुरो है। यो चाहिँ अब उहाँ माथि उहाँ भिजिने बेलामा पढ्नुपर्ने यस्तो हो भन्ने कारण चाहिँ त्यो है। अब चाहिँ फेरि के छ भने फेरि उहाँले जस्तो भने आमा पनि होइन है, धेरै यस्तो छुए गरेर हिँड्ने मान्छे पनि होइन, त्यस्तो पनि होइन भने अलिक दुःख पर्छ। फेरि त्यसको लागि फेरि फोहा गर्नुपर्छ हामीले होइन, लामाहरू बोलाएर के गर्नुपर्छ, फोहाहरू गर्नुपर्छ। फर्स्टमा त ऊ आफै अब उहाँ सधैँ धर्म गर्ने मान्छेले त त्यसले चाहिँ घुम्सी गरेर सक्छ नि होइन, उहाँहरू यस्तो गर्नु छ। तर फेरि कोही त फेरि के छ भने त्यो घुम्सी नगरिकन बस्ने, फेरि अलिअलि घुम्सी गर्ने नगर्ने होइन, कहिले मात्रै गर्ने, अब औँसी पूर्णिम गरेको जस्तो गर्नेहरूले चाहिँ फेरि हामीले फोहा गर्नुपर्ने हुन्छ। फोहा गर्दाखेरि यस्तो फेरि फोहा गर्दाखेरि पनि सकेसम्म चाहिँ आफ्नो चावे लामालाई भन्नुपर्ने हुन्छ ल। किन चावे लामा भने चाहिँ हामी सबैले चाहिने हुन्छ। चावे लामा छैन भने हामीले धर्म चिन्दैन नि त होइन। चावे लामा चाहिँ सबैले चाहिन्छ। हामी लामालाई पनि सबै लामा सबैको चावे लामा हुन्छ। तपाईँले चावे लामा एकैवटा समाज पर्ने छ। चावे लामालाई चाहिँ फेरि तपाईँ जुन चाहिँ पायो वाङ थाप्ने बित्तिकै चावे लामा भन्ने होइन है। फेरि मुङ थाप्ने बित्तिकै यहाँ आएर उद्योग गर्ने बित्तिकै चावे लामा होइन, मनले रोज्नुपर्छ होइन। मनले आफूले मैले चाहिँ यो गुरु चाहिँ मेरो लागि चाहिँ चावे लामा हो भनेर चाहिँ आफैले पनि सम्झिनुपर्छ र आफैले माथि गुरु पनि भन्नुपर्छ। गुरुले पनि के सम्झाउनुपर्छ भने मेरो चावे लामा चाहिँ तपाईँ है, मलाई जहाँ गयो भने तपाईँले हो भनेखेरि चाहिँ माथि गुरु पनि ल भनेर चाहिँ उहाँले अधिकार पाएपछि त्यहाँनिर लुङहरू वाङहरू दिन्छ नि त होइन। त्यही लिँदाखेरि जुन चाहिँ बाटोहरू चाहिँ मेन बाटो चाहिँ त्यो उहाँले चावे लामा भन्नुहुन्छ अरे। अनि त्यो बेलामा चाहिँ फकादेखि चाहिँ सबभन्दा राम्रो चाहिँ के भन्छ, चावे लामा बोलाउनु पर्ने हुन्छ अरे। बोलाउनु चाहिँ अब यहाँ चावे लामा यहाँ छैन भने चाहिँ फेरि फोन गरेर पनि भन्नुपर्ने हुन्छ, म अब फलाना यस्तो त्यहाँ तपाईँको यस्तो मान्छे हाम्रो यहाँ मान्छे बितेको छ, उहाँ यस्तो बित्नुभयो, उहाँलाई एउटा फका दिनुहोस् भनेर भन्नुपर्ने हुन्छ अरे। फेरि हाम्रोमा के छ भने फेरि एउटा फ भन्दाखेरि लामाहरू छेउमा आउनै पर्छ भनेर एउटा मनमा पनि एउटा भयम छ नि होइन। लामाहरू भने फ गर्ने चाहिँ छेउमै आएर गर्नुपर्छ, छेउमा गरेन भने चाहिँ फ लाग्दैन भन्ने मन पनि हुन्छ। त्यो होइन, टाढाबाट पनि फ गर्नु मिल्छ। त टाढाबाट फ गर्नेलाई चाहिँ के भन्छ, घ्याउफे भन्छ। के भन्छ अरे, घ्याङफे भन्छ। टाढाबाट गर्ने फलाई चाहिँ घ्याङफे भन्छ होइन। हो घ्याङफे गर्नु मिल्छ। लामाले यो फलाना मेरो यो चेला विदेश छ भन्छ, उहाँले पनि यस्तो पढ्दाखेरि पनि उहाँलाई सम्झेर अनि फ गर्नुहुन्छ। अनि फ गर्दाखेरि पनि त्यहाँदेखि त्यो टाढाबाट उहाँले गर्नुभयो भने उहाँको ताक्षण आउँछ होइन। फ गर्दाखेरि उहाँ पनि एउटा के भन्छ, एउटा सिम्पल आउँछ, स्याम्पल होइन, स्याम्पल आउँछ। स्याम्पल चाहिँ के हो भन्दाखेरि चाहिँ लामाले फ गरेको छ भने, राम्रो लागेको छ भने त्यो उहाँ मान्छे भित्रिने मान्छेको टाउकोमा चाहिँ नि गिलो हुन्छ। राम्रो भयो भने चाहिँ यहाँबाट के आउँछ, पिप निस्किने हुन्छ, रगत आउने हुन्छ, यस्तो हुन्छ। त्यो पनि नभए यहाँबाट गिलो भएको भने चाहिँ लामाले फ गरेर लागेको हे भनेर चाहिँ थाहा हुनुपर्छ, टाढोबाट गऱ्यो भने। अनि छेउबाट गऱ्यो पनि लामाले छेउमा गरेको फ गरेको छ भने लामाले पनि उहाँको सिम्पललाई उहाँ लामा आफ्नो घुम्सीहरू गर्ने छ है। लामा राम्रो फमा छाउमा छ भने उहाँले गर्नु सक्छ। गरेर उहाँ लामाले गरिसके उहाँले फ गरिसके लामाले पनि हेर्नुपर्छ। यस्तो हेर्दाखेरि लामाले त्यो हेर्दै गर्छ नि, फ
लागि उहाँले यस्तो गर्दा गर्दा लाग्दा पछाडि त्यहाँ चेक गर्नुपर्छ भने मान्छे बित्ने बित्तिकै चलाउनु मिल्दैन फ गर्ने बित्तिकै भएछ भनेर फ गरिसकेर पनि लामाले चेक गर्छ माथि गएर आफ्नो सिजन छ भने होइन आफ्नो लामा भाइहरू छ भने हेर त माथि टकमा यो आयो कि आएन पिप आयो कि आएन के भयो कि भएन भनेर त्यो हेर्छ त्यो के गर्नु उहाँको यस्तो यसो निलो निलो भएको छ पिपहरू बाहिर निस्किन भने त्यहाँदेखि चेरालाई त्यहाँदेखि कपाल तान्नु लगाउनुपर्छ यसो गरेर ठक कपाल तान्नुपर्छ यो तानेको कारण चाहिँ के भने चाहिँ यहाँबाट चाहिँ अब चाहिँ उहाँलाई देवा चिङ्गी स्कुलमा पुऱ्यायो भनेर चाहिँ एउटा यहाँबाट नाम्सी यहाँबाट जानुपर्छ बुझ्नुभयो त्यस्तो गर्नु फ चाहिँ यो पाराले जान्छ तर अब जुन फ पनि अब त्यो मान्छेले अब फ पनि 2-3 किसिमको छ फेरि है रङको पनि गर्नुपर्छ आफैले है आफैले फ नाम्गिङ सधैँ गरिरहेछ भने तपाईँले फ आफैले गर्न मिल्छ जस्तो अहिले लामाहरूले कति लामाहरू थुताङ बस्नुभयो भन्छ नि होइन थुताङ भन्दा सुन्नुभयो नि होइन थुताङ बस्नु कारण के भने आफैले फ गरेर जानु सक्छ उहाँहरूले किनभने उहाँ थाहा पाइसकेको हुन्छ नि त म पिदिन्छ अब मैले गर्नुपर्छ भनेर उहाँले आफ्नो टाइमिङ थाहा पाइसकेपछि लामा आफै फ गरेर आफै पिदिनुहुन्छ बित्दैखेरि पनि फेरि लामाहरू फेरि कोही एउटा यस्तो बसेर यतिकै बसिसके पनि यदि बस्छ नि होइन यस्तो बस्दाखेरि पनि तपाईँहरूले चलाउनु हुँदैन उहाँलाई कहिले पनि लामा सुत्यो कि भनेर उहाँलाई थाहा पाइसक्यो बितिसकेपछि हामीलाई थाहा हुन्छ नि त सुतेको मान्छे र बितेको मान्छे त हामीलाई थाहा हुन्छ नि होइन थाहा हुँदाखेरि लामा यस्तो गरेर बितिसकेपछि हामीले चलाउनु हुँदैन लामा भए पनि जो भए पनि हाम्रो माथि उता पनि मिमाङ भन्छ नि यस्तो हामी यस्तो साधारण मान्छे पनि थुताङ बस्ने छ त उता मैसुरमा बसेको छ धेरै बसेको छ त्यो चाहिँ किनभने चाहिँ वर्षमा सधैँ मोन्डो भुङ्गा बसेको कारणले चाहिँ उहाँहरूले होइन झ्याम्लिङ गरेको कारणले हुन्छ नि त त्यो लामा मात्रै होइन तपाईँहरू पनि हुनसक्छ त्यो होइन झ्याम्लिङ गरे पनि सबैले गर्नु मिल्छ त्यो झ्याम्लिङ चाहिँ फेरि लामाले मात्रै गर्ने हो फ भने त हामीले गर्नु मिल्दैन सबैले गर्नुपर्छ बुझ्नुभयो त्यही कारण तपाईँहरूले यस्तो गरेर अब जब जे गर्ने यस्तो गरेर घुम्सी गर्दा कि लामाले के गरेर लामा यस्तो भिडियोको छ भने तपाईँहरूले चलाउनु हुँदैन उहाँलाई यति अब राखिदिनु यतिकै राख्नुहोस् राख्दाखेरि उहाँ राख्दा के हुन्छ भने त्यहाँदेखि उहाँको जबसम्म ताक आउँदैन भित्रदेखि ताक कसो छ भने उहाँ भित्रदेखि ताक कस्तो आउँछ भने तपाईँको कि उहाँको अब सबभन्दा मिनिमम भन्छ नि मिनिमम भने साधारण मान्छे भिडियोको छ भने पनि 3 दिन आधी 3.5 दिन लाग्छ अरे त्यो अब उहाँको नाम्सी निस्किनुलाई पनि साधारण मान्छे अब एकदम लास्ट अन्तिम हो भने पनि कोही त 1 घन्टामै बितिने 1 घन्टामै भित्र गएर चिसो हुनुहुन्छ कोही चाहिँ 2 घन्टामा हुन्छ कोही 1 दिन लाग्छ होइन कोही चाहिँ अब धेरैमा धेरै कति 3.5 दिन लाग्छ अरे यहाँको छातीको चाहिँ यो तातो हराउनेसम्म अरे लामाहरू थुताम बस्दाखेरि कोही लामाहरू यसो थुता लामा बस्दाखेरि उहाँहरू यसो बस्दाखेरि पनि कोही 3 दिन 3.5 दिनमा पनि हुँदैन 1 हप्ता लाग्छ कोही 2 हप्ता लाग्छ कोही है हेरी लाग्छ त्यो लामाको आफ्नो पनि झ्याम्लिङ हेरी हुन्छ त्यो लाग्दा त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने चाहिँ त्यो यस्तो थुताम बस्दाखेरि यस्तो भन्दाखेरि हामीले चलाएर डिस्टर्ब गर्नु हुँदैन त्यो बेलामा सक्यो भने लामाको अगाडि आएर हामी लामा छेउमा पर्नुपर्ने त्योहरू पर्नुपर्ने हुन्छ है त्यहाँदेखि अब हामी साधारण मान्छे बितेको छ भने पनि अनि त्यो उहाँको ढेउ नसक्ने यहाँको तातो नसक्नेसम्म हामीले मनी पर्नुपर्ने भर्दुटुल मलमा सबै पर्नु सक्यो भने उहाँलाई सजिलो अब चाहिँ सक्यो भने त उहाँले सधैँ गर्ने पेजा उहाँले मनी सधैँ गर्नुपर्छ मनीको अनि याङहरू सबै पर्छ भने अनि मानी याङ उहाँको लागि स्पेसल मानी याङ परिदियो भने उहाँलाई धेरै राम्रो हुन्छ अब त्यो बेलामा चाहिँ त्यहाँदेखि जबसम्म उहाँको यहाँ छक्क चिसो सक्छ उहाँको यहाँ चिसो भइसकेपछि चाहिँ उहाँ भिडियोको पनि ठाउँ हुन्छ अब उहाँ भिडियोको कसरी ठाउँ हुन्छ भने चाहिँ अब उहाँको चाहिँ हाम्रोमा अब लामाहरू बितिनेखेरि उनीहरू बितिनेखेरि चाहिँ हाम्रो नाकबाट रगत आउने एउटा हुन्छ होइन हाम्रो अनि एउटा हामी गोप्य यहाँ अङ्गबाट पनि एउटा अनि यहाँ सेतो एउटा उहाँ पनि आउनुहुन्छ त्यो आउँदाखेरि चाहिँ के देखायो भने चाहिँ लामाहरू चाहिँ उहाँको चाहिँ नाम्से गइसक्यो तर नराम्रो नसोध्ने यहाँबाट रगत आयो यहाँबाट हाम्रो नराम्रो होइन त्यो राम्रो उहाँको चाहिँ थुताम ढोसी गरेको हो भन्छ होइन अब हाम्रो यहाँको उहाँ लामाहरू बितिनेखेर पनि मान्छे हाम्रो साधारण मान्छे बितिनेको पनि यहाँबाट रगत आउनु हुन्छ उसको आउँछ त्यो आउँथ्यो नराम्रो सोध्ने हुँदैन त्यति तरबाट छुनु हुँदैन त्यो तबसम्म जबसम्म यो आउँदैन तबसम्म त्यतिकै राख्ने उहाँलाई हराउनु हुँदैन जो भने पछि हाम्रो यहाँ त लामा धेरै छ नि होइन अरे लामाहरू पनि बितिँदाखेरि तपाईँले फेरि यस्तो गरिदिनु नगर्नु गल्ती गर्नु त्यो बेला लामाहरू यस्तो बितिँदाखेरि कोही यतिकै बित्छ कोही सुत्दै बित्दाखेरि लामा हेरिएर गर्नुपर्छ कोही लामा राम्रो छ नि होइन लामा राम्रोहरू बितिँदाखेरि चाहिँ सोच्नुपर्छ लामा चाहिँ यो चलाउनु हुँदैन अहिले भिडियोको छैन अहिले भिडियोको थुत्ता बस्नु सक्छ भनेर चाहिँ यो राख्नुपर्छ तपाईँहरू त्यहाँदेखि अब हामी साधारण मान्छे तपाईँ हामी यस्तो हो भने चाहिँ त्यहाँदेखि त बितिखेरि हेरी गर्नुपर्छ है उहाँको धोइसके छाम्नुपर्छ है यो जसरी छाम्नुपर्छ है त्यो छाम्ने चाहिँ जस्तो पनि पर्छ फेरि यहाँ मात्रै छाम्यो हुँदैन यहाँको चिसो यहाँको तातो नहनुसम्म चाहिँ तपाईँले हेर्नै पर्छ हो त्यो ठक्क तातो सक्यो यहाँको भिडियो भनेपछि त्यहाँदेखि चाहिँ अब उहाँको नाम्से पनि अब निस्किनु भएछ भन्ने ठाउँ त्यहाँदेखि उहाँ चाहिँ अब हाम्रो मान्छे अब राम्रो लामाहरू भने अब राम्रो धर्म गर्ने मान्छेहरू हो भने चाहिँ अनि उहाँ ढिमसिङ ज्यादै पुग्छ होइन त्यो सासनी बित्तिकै छैन भने पनि यहाँदेखि भर्दोमा भन्छ होइन नाम्से यहाँबाट होइन त्यहाँ भर्दोमा ख्याम्सी गर्ने त्यो टाइममा आउँछ भन्छ त्यो निस्किँदाखेरि कस्तो हुन्छ भने चाहिँ अब सधैँ पाप गरिराख्ने मान्छे हो भने चाहिँ फेरि उहाँको चाहिँ फेरि हामीले यो आँखा सुतेर बिहान उठेर आँखा खोल्छ नि
त्यतिको मात्रै क्षण पाउँछ अरे कि अब त्यो माथि त्यतिकै क्षणमै मान्छे अनि न्यालोमा पुग्ने नरकमा पुग्ने देब्लो असुलोकामा चाहिँ पुग्छ अरे धर्म गर्नु भने त्यो बिचमा अझै त्यो एउटा यस आँखा नखोल्नेको बिचमा पनि हामी निन्द्रा खोला नखोला एउटा हुँदैछ नि थाहा हुन्छ कहिले कहिले हामी निन्द्रामा नि म त सपना देखिरहेछ है भनेर पनि कहिले कहिले हाम्रो अनुभव आउँदैछ नि सपनामाथि सपना भने सपना देख्छ नि हो त्यस्तो हुँदाखेरि त्यो चाहिँ के भन्छ त्यस्तै टाइपले चाहिँ एउटा हामीलाई चाहिँ छैनी बटो भन्ने बिचमा आउँछ अरे कि त्यो बेलामा चाहिँ हामीले भिडियो गर्न सके पनि एकदम राम्रो हुन्छ भन्छ त्यो बेलामा चाहिँ त्यो भएर त्यहाँनिर अन्तिममा अब त्यहाँनिर फुम्बो उहाँ मान्छेले अन्तिममा साँझ जानुभयो साँझ गइसक्यो त्यहाँदेखि मात्रै लामाहरूले विधि गर्नुहुन्छ होइन त्यहाँनिर लामा विधि भएछ भनेर त्यहाँदेखि चाहिँ कति दिन गएछ हेरी है दिनको धेरै दिन बस्नु छ नि त होइन त्यो ठक्क 3 दिन थका बसेर 3 दिन आधीबाट फेरि हेर्ने अब चिसो भएर अब हाम्रो भइसकेपछि विदेश भनेर त्यहाँनिर लामाहरू बोलाएर छुई गरेर त्यहाँदेखि भर्खर बाँध्नु पाउनुपर्छ ल त्यहाँदेखि हाम्रो यो बनाउँछ नि यहाँतिर यो बक्समा हाल्दाखेरि त्यो अब भर्खर विधिसन हुन्छ अगाडि हाल्ने होइन नि है त्यो अब त्यो हाल्दाखेरि पनि अब त्यहाँदेखि त्यहाँ अब हाम्रो अब यहाँ सिन्जी हेर्ने बानी सिन्जी हेर्ने तरिका छ होइन सिन्जीबाट हुन्छ ची हेरेर हेर्ने छ कोही नहेरी गर्नु मिल्छ सकेसम्म हेरेर गरेको राम्रो होइन कोहीले सुन्नु मिल्छ मिल्दैन कोहीले गर्नु मिल्छ मिल्दैन भन्नेहरू उहाँको कति हुन्छ हुँदैन भने त्योहरू चाहिँ अब पछाडिको कुरा हो छ होइन त्यहाँनिर लामाहरू उहाँहरू आएर अब बक्सामा बनाएर राख्ने त्योहरू त्यहाँनिर गरिसकेपछि मात्रै त्यो बक्सा हाल्दा छुई गर्नुहुन्छ लामाहरूले होइन रोटी लाग्छ रोटी नलागे छुइहरू गरेर सबै गरेर अब गरिसकेपछि तपाईँहरू त्यहाँदेखि त्यो बेलामा रुनु हुँदैन त्यो रुई भने के हुन्छ भने उसलाई धेरै अहिले उसले पनि के हुन्छ झन् दुःख लाग्छ ल झन् यो उसलाई पनि पहिला उहाँ फेरि भर्दो भएको दुःख सेकेन्डमा चाहिँ के थाहा हुन्छ के दुःख हुन्छ चाहिँ आज उहाँ मेरो मान्छे पनि रुएछ भनेर पनि दुःख पाउँछ अरे कि रुनु हुँदैन त्यो बेलामा ल जति सक्दो अब मनमा त छ नि होइन आफ्नो जो गए पनि पीडा त हुन्छै हुन्छ नि तर पनि रुनु हुँदैन भन्छ है फेरि कोहीले के भन्छ भने अब है हाम्रो पहिला माथि पनि यस्तो भएको थियो मेरो आफ्नै साथीको आमा खसिने बेलामा चाहिँ उहाँ त लामा हो त्यहाँदेखि उहाँ चाहिँ अब आफ्नो आमा खस्दाखेरि कस्तो फिल हुन्छ होइन हाम्रो हलङ्ग हुन्छ नि अब बारी एउटा खसेर गाडाबाट झरेस हुँदाखेरि चाहिँ उहाँलाई पनि कस्तो रुनु मन लागेर चाहिँ रुनु मन नलागेनले पनि अब मन नलाग्यो भने रुनु अब नरुने भन्दा पनि आफै आफू झर्नेसम्मको आफू त हुन्छ किन आफ्नो आमा हुन्थेन तर पनि त्यो झर्दाखेरि चाहिँ मान्छेले के भन्छ के भन्यो अरे तपाईँ त लामा हो नि तपाईँ त रुनु तपाईँले रुनु हुँदैन थाहा हुँदैन तपाईँले किन लामा त रुनु हुँदैन नि भन्दाखेरि चाहिँ मलाई लाग्छ नि लामाले पनि मान्नु हो नि त आफ्नो आमा हो नि त जे पनि लामा रुनु हुँदैन भने त कहाँ हुँदैन नि लामाको पनि मान्नु हुँदैन अझै कोहीले लामा तपाईँ त लामा आफै रुन्छ अनि त अर्को त रुइहाल्छ नि भन्ने कुरो गर्छ अरे नि त अब त्यो चाहिँ हुँदैन किन लामाले पनि मान्नु हुँदैन आफ्नो मान्छे हो नि त होइन जे गरेर आफ्नो आमा हो नि त त्यो को त लामा रुँदो रहेछ भनेर फेरि गिजाउनु हुन्छ त्यो हुँदैन लामा धर्म बुझ्छ तर पनि उसको पनि आफ्नो आमा खसेपछि त उसले पनि पिडा त हुन्छ नि होइन पिडा ऊ पनि मान्छेको झुनिमै छ नि त त्यो बुझ्नुपर्ने हुन्छ त्यो नबुझेर कसले फेरि गाली गर्दैछ कसले फेरि घिचाउने भन्छ त्यो गर्नु हुँदैन ल त्यस्तो हुन्छ अनि त्यहाँदेखि चाहिँ लामाले उहाँको यो गरिसकेर अब उहाँको फुम्बोहरू त्यो गरिसकेर ठक्कै यतापट्टि आयो अब उहाँको अब त्यहाँदेखि चाहिँ फुम्बोको त्यो बक्सा हालिसकेपछि सबै लामाको विधि हुन्छ है लामाको विधिहरू चलन गर्छ लामाको विधि के छ सबै अब छोगा के गर्नुपर्ने छ त्यो सबै गर्छ अनि त्यहाँदेखि चाहिँ लामो सो गर्छ तर हामी के गर्छ भने अब त्यहाँदेखि हाम्रो यहाँ जबसम्म तपाईँ यहाँ के छ भने चाहिँ फेरि जबसम्म बक्सामा तबसम्म तपाईँहरूले हेर्ने बक्सा हालिसकेपछि लामाले हेर्ने भनेको एउटा चलन पनि छ है हो कि होइन त्यो हुँदा त्यो चलन बिचमा के छ रहेछ भने चाहिँ अब यहाँबाट चाहिँ अब यहाँ त राम्रो रहेछ यहाँ त जस्तो यहाँ मान्छे बिते भने मङ माछा नचलाउने छाङहरू नचलाउने राम्रो तर कोही ठाउँमा चाहिँ के छ भने फेरि अहिले पनि मङ माछा चलाउने छाङ चलाउने है सबै चलाउँदैछ त्यो नचालाको बेस्ट हो यहाँ तपाईँको त्यो राम्रो रहेछ तर एउटा चाहिँ फेरि के रहेछ भने फेरि रुँदाखेरि फेरि बेलुका रुँदाखेरि तपाईँहरूकोमा एउटा चाहिँ कमी के देख्यो भने चाहिँ तपाईँहरूले मान्छे जो रुङ्ने बसे पनि उहाँहरूले चाहिँ सकेसम्म अब यहाँ बेलुका फेरि है अलग्गै हुँदो रहेछ नि यहाँ फेरि है हाम्रो अब खेल्नेहरू है त्यो खेल्नेहरू चाहिँ रोक्नुपर्छ तपाईँ त्यो पनि राम्रो होइन ल बुझ्नु भयो नि तास खेल्ने भयो सानो पिएर फेरि बेलुका बस्नेहरू त्यो रुङ्नु त बसेको राम्रो हो नि तर रुङ्ने बस्ने मतलब चाहिँ त्यो होइन कि पिएर बस्ने खेलेर बस्ने कुरो होइन त्यो त उहाँहरू त्यो मान्छे बितेको मान्छे अब त्यहाँ बितिरहेछ आफ्नो मान्छे बितिरहेछ भन्नु तपाईँले सम्झाउनुपर्छ है आफ्नो है फेरि मान्छे बितेर त्यहाँ दुःख भइरहेको हुन्छ अब माने आएर फेरि खेल्छ है यहाँ पिएर बस्ने त्यो गऱ्यो भने के हुन्छ भने चाहिँ फेरि त्यो बितेको मान्छे पनि त्यहाँ आइपुग्छ अब त्यो नाम्चे बाटोमा छ भने चाहिँ त्यहाँ आइपुग्छ ऊ पनि हेर्छ त्यो माथि अनि तास खेलेको राम्रो होइन नि त राम्रो सोच्यो भने थ्योराङ भन्छ थ्योराङ भने थाहा छ हो थ्योराङको नेपाली के आउँछ थ्योराङमा आउँछ थ्योराङहरू आएर तपाईँले भूतहरूसँग खेलेको जस्तो हो अनि यो तास खेलेपछि के हुन्छ भने तपाईँले एउटा लात लाग्छ लात लागेपछि के हुन्छ त्यहाँदेखि त्यो पछाडि फेरि त त्यो लात लागेको त ठिकै छ नि अब खेलेको हामीले केही भन्न सक्दैन होइन अनि खेल्यो पछाडि त्यहाँमाथि पछाडि पर मराउन गएको थियो बेलुका बसेको थियो यति पैसा हार्यो भनेर मन दुख्छ फेरि हो
हो कि होइन फेरि यति गएको चाहिँ यसो भएको यसो गरेर हार्यो भनेर मनमा हुन्छ नि को खेल्छ नि खेल्ने पनि लिमिट छैन नि को खेल्छ भक्कु खेल्छ हार्नेसम्म खेल्छ नि होइन हो कि होइन छाङ पेर कोही झगडा गरेर पनि सुन्छ नि त त्योहरू नसुनेको हुन्छ त्यही कारण चाहिँ सकेसम्म चाहिँ हाम्रो बेलमा बेलुका बस्दाखेरि पनि तपाईँहरू यो नखानुहोस् भनेर चाहिँ रोक्नु सक्नुपर्छ तपाईँहरू तपाईँहरू त्यो गर्नु राम्रो अब सबै राम्रो छ तपाईँहरूको त्यहाँनिर यो चाहिँ तपाईँको मराउको बिचको अब बेलुका अब तपाईँहरू रुङ्ने बस्दाखेरि के हो लामा रुङ्दाखेरि त लामा रुङ्छ लामा फेरि त्यो गर्दै लामालाई दिनभरि है मानी पऱ्यो सबै पऱ्यो सघा पऱ्यो बेलुका फेरि तपाईँ त्यो खेल्दै बस्यो भने त अनि के अर्थ भयो त होइन अर्थ भएन नि त नि त्यो बुझ्नुपर्छ फेरि दिउँसो भगवान बोलायो बेलुका चाहिँ बुध बोलाएको जस्तै हो होइन दिउँसो लामाले पेचा परेर भगवान बोलायो अनि फेरि बेलुका फेरि तास खेलेर बुझ बोलाएको सोच्छ होइन त्यही कारणले तपाईँहरूले त्यो रोक्नु सक्नुपर्छ जस्तो यो राम्रो होइन जहाँ पनि रोक्नुपर्छ होइन तपाईँहरू मात्रै हाम्रो ठाउँमा त माथिको ठाउँमा त्यस्तै छ कति भन्यो नमान्ने छ है एकदम कठोरहरू छ अब कसले के भन्छ त रोक्नुपर्छ राम्रो छैन भन्दाखेरि के भन्छ भने हाम्रो पहिल्यैदेखि चलाउनु हाम्रो युथ टिम हो भन्छ अब तास खेलेर हारे पनि राम्रो हो भनेर सोध्नु पर्ने पछि उयो बिच चुलाएको छ हो होइन त्यो सोध्नुपर्छ अब तास खेलेर राम्रो होइन भनेर त्यो त्यही कारणले तपाईँले त्यो भनेको यो चाहिँ यस्तो त्यहाँदेखि त्यो सकेपछि हाम्रो फेरि त्यहाँ के अवस्था भने सेकेन्डमा तपाईँको चाहिँ सान्डे खेल्ने कतिका है सान्डे खेल्ने चाहिँ के हो भने तपाईँ सबै सान्डे खेल्नु पर्दैन है तपाईँ मान्छे यहाँ कस्तो रहेछ भने अब यतापट्टि हो भने चाहिँ के रहेछ भने मान्छे बित्ने सन्डे खेल्नेको एउटा चलन रहेछ दार्जिलिङपट्टि चाहिँ के छ भने चाहिँ मान्छे मान्ने तनाउ कसम गर्नुपर्ने चलन छ फेरि उ त त्यो सबै ठाउँमा आउँदैन तपाईँले नसोध्नु कि फेरि मान्छे बित्ने सान्डेले गरेको सान्डे भने के भने मैले अब प्राण लिने त हो नि त सबैले प्राण लिएर त जाँदैन उसको आफ्नो आयु सकेर पनि विधि गरेर हुन्छ नि त त्यसले त्यस्तो सान्डे खेल्नुपर्ने कारण छैन तपाईँको त्यो यो विधि अलि ज्यादा भएको मात्रै हो यो हुनु त नगरे गरे पनि केही फरक पर्दैन सकेसम्म तपाईँ त्यो गर्नैपर्छ पनि छैन कि यसमा चाहिँ ल सान्डेहरू भयो उसले आफ्नो आफ्नो विधि त्यो ची हेर्दाखेरि आयो भने हो यस्तो भएछ अब यसले कारण चाहिँ खेल्नुपर्ने छ भनेर आएपछि तपाईँ गऱ्यो भने चाहिँ प्रश्न हुन्छ फेरि तपाईँ नहेरिकन यहाँ त हाम्रो चलाउनु भनेर गरेको पछि भने त फेरि त्यस्तै हो फेरि त्यहाँनिर जसो तपाईँ टाउको बिमार नभइकन अनि टाउको बिमारको दबाई खायो बिमार हार्ने दबाई खायो भने के फाइदा हुन्छ हुँदैन नि होइन हो त्यस्तै गरेर पेट हुने दबाई पो खानुपर्छ त अनि टाउको धुने दबाई खाएर हुन्छ पेट हुने हराउँछ हराउँदैन नि हो त्यो ची हेर्दाखेरि जे आउँछ त्यो गर्नुपर्छ विधि तपाईँहरूले ची भने चाहिँ डक्टरहरूले हेरेको छ नि तपाईँ डक्टरमा टाउको दुख्ने छ डक्टरमा टाउको दुख्ने दबाई नदिएको डक्टरले के पेट हुने दबाई दियो भने तपाईँ निको हुन्छ हुँदैन नि त्यस्तै हो त्यो पनि तपाईँ सान्डे खेद्यो मतलब चाहिँ के हो तपाईँले अब यो यतिकै तपाईँले चलन हो भनेर खेद्यो भने चाहिँ तपाईँको चाहिँ डक्टरलाई चेक नगरिकन तपाईँ दबाई खाएको हो कि होइन बुझेकै छैन नि त ल यो दबाई चाहिँ तपाईँ टाउको दुख्ने हराउने दबाई हो कि पेट हुने दबाई थाहा नभए खाएको जस्तो हुन्छ बुझ्नुभयो त्यही कारण चाहिँ विधि हेरी सबै ठाउँमा हेरी गरेर चाहिँ गर्नुपर्छ भन्ने कुरा त्यो है सान्डे खेल्ने चाहिँ त्यहाँदेखि धार्जुको कुरा अब हामी यहाँ यसो धार्जु लगाउन मिल्छ त होइन धार्जु लगाउँदाखेरि के छ भने फेरि हाम्रो यहाँ मेरो हुनु चाहिँ आफ्नो यहाँको आफ्नो लुक्सो छ होला तर पनि के सोध्नुपर्छ धार्जु चलाउँदाखेरि सकेसम्म भने चाहिँ आज बित्यो भने भोलिदेखि नै तपाईँहरूले लगाउन सक्यो भने चाहिँ राम्रो हो भनेको तर हाम्रो यहाँ लगाउनु तर ढिलो हुन्छ जस्तो मलाई लाग्यो तपाईँले फेरि यहाँको चलाउनु मात्रै म फेरि रोक्न सक्दैन हो कोही फेरि के कहिले रोक्दैछ 1 हप्तामा राख्ने कोही 21मा राख्ने कोही 49मा राख्ने पनि चलाउनु रहेछ तर म तपाईँलाई यसमा चाहिँ कसरी भन्छु भने चाहिँ धार्जु रोक्नु भने धार्जु चाहिँ अब दुई किसिमको छ होइन कोही बाँच्दाखेरि नै अब जस्तो हामीले लोसरतिर आउँदाखेरि पाङ लोसर आउँदाखेरि धार्जु लाग्ने एउटा धार्जु चाहिँ त्यो चाहिँ के धार्जु चाहिँ के को लागि हो आफ्नो पछि अब यो सालदेखि चाहिँ हाम्रो राम्रो काममा पुरा होस् भनेर लगाउने हो अब यो बितिसकेको दाजु चाहिँ के हो भने चाहिँ यहाँ बितिसकेपछि चाहिँ के गर्नुपर्छ बाटोमा चाहिँ उहाँलाई चाहिँ बाटोमा बस्यो भने चाहिँ उहाँलाई चिन्नु बाटो पाउनु लागि लगाएको हो नि त यो दाजु चाहिँ होइन त्यो थाहा हुनुपर्छ अनि हाम्रो चाहिँ अलिक लेट भएको जस्तो लाग्छ मलाई मेरो हिसाबबाट चाहिँ होइन त्यो तपाईँहरूको चलाउनुमा त म केही भन्नु सक्दैन अनि यो धार्जु चाहिँ लगाएको चाहिँ कसो हुन्छ यो धार्जु चाहिँ किन लगाएको भने मतलब चाहिँ उहाँमा जति पनि सुँगाक लेखेको छ अब चिनेसीको सुँगाक छाँगादुर्जीको जेको सुँगाक लेखेको छ त्यो चाहिँ कसको नामबाट चलाएको त भन्दाखेरि चाहिँ बितेको मान्छेबाट चलाएको हो नि त बितेको मान्छे चाहिँ अब साधारण मान्छे बितेको छ भने उसले हामीले अब छिटो एकातालमा आएर चिनाउनु गाह्रो हुन्छ उहाँलाई पनि उहाँ आफै पनि थाहा हुँदैन कि म बितेको छ भनेर होइन छेउछेउमा आएर घरको आफ्नो आफन्तको छेउमा आएर बस्नुहुन्छ यता आएर बस्नुहुन्छ उता आएर बस्दाखेरि उसले हामीले खाना दिँदैन हेरिदिँदैन ऊ धेरै मन दुख्छ अरे के त्यो छिटो चिन्नु लागि चाहिँ हामीले त्यो धार्जु लगाएको हुन्छ धार्जु ठक्क घरको आँगनमा यसरी सेतो धार्जु ठक्क लगाएको छ भने अनि उहाँको नाम टालेको छ भने ऊ धार्जु लगाएको जस्तो धार्जु को भिडियो होला भन्ने मन हुन्छ त्यहाँदेखि यस्तो धार्जुमा यस्तो आफ्नो नाम देख्दा मेरो नाममा पो धार्जु रहेछ त भनेर मनमा आउँदाखेरि उसलाई पनि सक आउँछ म भिडियो रहेछ भनेर मनमा एउटा आउँछ अरे के अन्त ऊ पनि थाहा यो हो कि होइन मनमा लाग्दा फेरि उसले के गर्छ त्यहाँदेखि त्यहाँदेखि उसलाई टोइलेट जाने टोइलेट आउँदैन रहेछ अरे त पानीमा जाने पानीमा हात छाया आउँदैन
अनि आइनामा हेर्छ अनि त्यस्तो हुने खाले चाहिँ उसले चाहिँ छिटै उसलाई चाहिँ बाटोमा छ है भने चाहिँ घटो छिटो हुन्छ भन्ने कारण चाहिँ दाजु छिटो लगाउँछ भन्ने कुरो त्यहाँदेखि छिटो सामान सक्छ अरे 21 पछाडि चाहिँ उसलाई अनि 21 भन्दा अगाडि चाहिँ उहाँलाई के हुन्छ भने चाहिँ त्यहाँदेखि चाहिँ उहाँको पछाडिको जुनीको लागि सोध्दैन हो अहिलेको जुनीको लागि सोध्छ कि अहिले हामी जस्तो छ त्यस्तै खाले जुनीमा यस्तो गरेर भुलेर बस्छ कि तर 21 को पछाडि चाहिँ के हुन्छ भने चाहिँ अहिलेको जुनीमा पछाडिको जुनी मात्रै देख्छ अरे उसले पछाडिको जुनीमा धेरै देख्छ 21 पछाडि चाहिँ बुझ्नुभयो 21 भन्दा अगाडि चाहिँ के भन्यो अहिलेको जुनीमा जस्तो छ त्यस्तो याद हुन्छ अरे यस्तै मनमा आउँछ अरे अनि यस्तै हुँदै अनि घुम्दै फर्छ अनि धर्म पनि गर्छ अरे के तर 21 पछाडिको चाहिँ के हुन्छ भने चाहिँ त्यहाँदेखि 21 भन्दा पछाडि चाहिँ उहाँले अर्को जुन लिने कुन जुनी आउँछ जस्तो उहाँले जति पाप गरे त्यही हिसाबले होइन अब जस्तो उहाँले अब मान्छेको जुनी लिन्छ मान्छेको जुनीमै ध्यान आउँछ अरे फेरि कोही फेरि सुँगुरको सुँगुरकै जुन आउँछ पापको हिसाबले है धर्म गरेको धर्मको हिसाबले अनि लाभ जस्तो सबै ठाउँमा आफ्नो आफ्नो हिसाबले यस्तो गरेर उहाँले धेरै आउने कारण 21 उनको पछाडि चाहिँ त्यस्तो आउँछ भन्छ त्यही कारणले चाहिँ हामीले चाहिँ त्यो धारजोड चाहिँ त्यो पछाडि लगाएर यति अर्थ भएन भन्ने कुरा मेरो चाहिँ त्यो है तपाईँले धारजोड अगाडि लगायो भने उसलाई छिटै मनमा आउँछ मनमा आएको कारणले उहाँले अनि हामीले भनेको जस्तो यहाँ अब गरेको हिसाबले हुन्छ उहाँलाई होइन धर्म गरेको मानि परेको कारण यो अब हजुर ठोटो परेको कारण चाहिँ उहाँले छिटो अनुभव भएपछि उहाँ आफै छिटो हुन्छ जानुपर्छ नि त हो त्यस्तो हुन्छ अब धारजोड चाहिँ यस्तो कारण हो भन्छ त्यहाँदेखि यहाँदेखि लामो भित्रभित्र यहाँबाट जान्छ यहाँबाट अब हामीले धार्जो अब तपाईँ साथमा लगाए पनि धेरै लगाए पनि होइन यहाँबाट उहाँ लानुहुन्छ यहाँबाट माथि कहाँ लानुहुन्छ धुटोमा लानुहुन्छ धुटोमा लाँदै लामाले यस्तो गरेर लामाले तपाईँले त लामाले मात्रै लगेको रहेछ लामाले यस्तो गरेको चाहिँ यो लामा फलाना लामा लगेको रहेछ भन्ने मात्रै गयो लामाको पनि आफ्नो निग्रिम हुन्छ है के भन्छ निग्रिम सोच हुन्छ त्यो आफ्नो हुन्छ सोच्दाखेरि कसै लानुपर्छ के लानु सबै आफ्नो हुन्छ होइन त्यो सोच्दाखेरि चाहिँ लामाले पनि म आफ्नो त्यो सोच कहिले सोच्दैन लामाको पनि आफ्नो भूमिका गरेर जानुपर्ने हुन्छ तपाईँहरूले फेरि सोध्छ लामाले जस्तो गरेर लागेको रहेछ माथि पुग्यो होला सक्का झलायो भने त्यो होइन तपाईँहरू पनि के सोध्नुपर्छ तपाईँहरू पनि सोध्न धेरै तपाईँहरू पनि घुमिसी गर्नुपर्छ त्यो ल लामाले यस्तो लाँदाखेरि लामालाई के सोध्नुपर्छ भने चाहिँ ओ यो चावे लामा हो नसक्यो भने त्यो नसक्यो भने ओ लामा चाहिँ धोर्जे स्याम्पा हो चिनेसीको बाटो लाँदैछ उहाँले देवाचिङ्गी सिङको लागि भनेर सोध्नुपर्छ तपाईँहरू ल त्यताखेरि पनि लामादेखि लामाले यस्तो गरेर लगेछ भने भोलिपर्सि तपाईँले बाटोमा लामाले यस्तो गरेर मान्छेको यसो लगिरहेछ भने तपाईँ त्यो मान्छेले के सोध्नुपर्छ अरे चेनेसिक भयो चेनेसिक सोच्यो राम्रो तपाईँहरू है चेनेसिक हो भनेर सम्झेर गर्नुहुन्छ तपाईँले अनि ठ्याक्कै चिनेसिक यसो सम्झेर तपाईँले बाटोमा सबै गएर माथि हाम्रो त्यो माथि फुम्बो झलाउने त्यो छ नि होइन हो त्यहाँ पुग्दाखेरि त्यहाँ ठक्कै फुम्बो राख्दाखेरि चाहिँ के सोच्नुपर्छ तपाईँहरूले हो अब चाहिँ उहाँ चाहिँ अब चाहिँ देवाचिङको सिङ्गाङको कमलको फुलमा चाहिँ राखेको रहेछ भनेर चाहिँ सोध्नुपर्छ बुझ्यो के भन्यो देवाचिङ कमलको फुलमा चाहिँ राखेको रहेछ अब देवाचिङ कमल सिङ्गा चाहिँ अब चाहिँ उहाँ चाहिँ अब त्यहाँ देवाचिङ सिङमा केसी गर्ने रहेछ भन्नु त्यहाँदेखि चाहिँ त्यो ठक्क झला लामाहरू त्यहाँ माथि विधि गरेर ठक्क आएको त्यहाँ ठक्क झलाउनु बित्तिकै तपाईँ के सोध्नुपर्छ भने चाहिँ कमलको फुल ठक्क खोलेछ सोध्नुपर्छ के भन्यो कमलको फुल ठक्क खोलेछ खोल्दाखेरि चाहिँ देवाचिङ्गी सिङमै ठक्क पुगेछ है भनेर अब उहाँले चिनेसिकै जग्गा पाएछ भने त्यति मात्र तपाईँलाई सोधियो भने नि लामाले मात्रै होइन तपाईँले पनि धर्म पर्छ त्यो विधि गरेर बुझ्नुभयो त्यो सोचमा धेरै फरक छ ए त्यो फलाना लागेर मलाई त्यो विधि चाहिँ हुनुहुन्न त्यो तपाईँको त्यति सोच गरे पनि तपाईँले उहाँलाई पनि फाइदा हुन्छ तपाईँको पनि घुम्नुहुन्छ नि त यसलाई के भन्छ घुम भन्छ घुम गर्नु पाउँछ तपाईँले त्यो राम्रो ठाउँमा घुम्नु पाउँछ भन्ने कुरा हो त्यस्तो त्यहाँदेखि अनि अन्तिममा फेरि त्यहाँदेखि त्यहाँ विधि सबै सक्छ विधि सकेर चाहिँ यता हाम्रो यहाँ के रहेछ भने चाहिँ विधि यहाँ सबै भित्र माथि पुगिसकेपछि लामाले झिसे गर्नुहुन्छ झिसे गर्दाखेरि तपाईँ के छ भने आफ्नो आफ्नो यहाँ त्यहाँ एउटा दह्रो भयो भने जे पनि तपाईँ बुझाएर अब फर्किहाल्दछ नि त्यो गर्नु हुँदैन कहिले पनि त्यो तपाईँहरूको धेरै गल्ती छ यसमा चाहिँ तपाईँको कमी रहेछ त्यो फर्किनु हुँदैन कहिले पर्खिनुपर्छ तपाईँहरूले जबसम्म लामाको विधि सक्दैन तबसम्म पर्खि बन्नुपर्छ तपाईँको किन पर्खि बन्नुपर्छ भन्दाखेरि चाहिँ त्यो फुङ्गो चलाउँदाखेरि रोटिप भन्ने हुन्छ नि होइन हो कि होइन अस्ति भित्र पनि गर्नु गयो तर माथि पनि रोटिप भन्ने हुन्छ त्यो रोटिप चाहिँ कस्तो हो भने रोटिप भन्दाखेरि तपाईँहरूले आएर पुगेर झलाएर उसलाई अब झलायो अब त हिँड्छु भनेर हुँदैन कि कति काम त्यो रोटिपले पनि तपाईँलाई बाधा गरिहाल्छ होइन त्यो रोटिपले चाहिँ हटाउनु पर्ने हुन्छ हटाउँदाखेरि लामाले माथि नै तपाईँहरू सबै हुने बेलामा सबै यसरी बसाएर त्यहाँदेखि हामीले के मस्त त्यहाँ चाहिँ ठुइ गर्नुपर्ने हुन्छ ठुइ सुत्त पारेर लानुपर्छ तपाईँ त्यो फोहोर भयो नि त गनाउँछ नि होइन हो त्यस्तो त्यसलाई डिप पनि त्यस्तो हुन्छ अरे के सुन्नेबाट पनि डिप आउँछ त्यही कारण तपाईँले चाहिँ लामलाई जबसम्म त्यो सकेर विधि सकेर अन्तिममा तपाईँहरूले यो ठुइ गर्दैन तबसम्म पर्खिनुपर्छ त्यहाँदेखि तपाईँले फर्किनु मिल्छ नभए तपाईँले फेरि अगाडि फर्केर गयो भने त्यो पनि के अर्थ भएन नि त होइन आएको मात्रै भयो नि त आएर जस्तो आएर गएको जस्तो मात्रै भयो नि त होइन त्यही गरेर आएर गएको सुन्दा भने मान्छे यसो पर्खिनुपर्छ दुःख भइरहेको छ जे पनि पानी पऱ्यो भने घाम लाग्यो भने आज पर्खिनु के जान्छ होइन
त्यसै यता दिन जाने त हुँदैन अहिले लामाले पनि धेरै दिन गर्दैन लामाले धेरै पूजा लामो गर्छ असम्म गर्दैन नि लामा तपाईँहरू हेर्छ नि लामाले पनि ल आज दिन कति रहेछ त्यो ल आज पानी पऱ्यो भने चाहिँ यो हिसाबले भित्र ड्युटी गर्छ समय हेरी होइन बेलुका पर्नु बेलुका धेरै पेट नराख्नु नि तपाईँ होइन धेरै बेला 4-5 घन्टा लाग्छ होइन त्यो 4-5 घन्टा सक्छ त्यो पर्खिनु सक्छ नि होइन अब पर्खिरहनुपर्छ त्यो साथीहरू आफ्नो भोलिपछि भन्नुपर्छ है पर्खिनुहोस् अलिक भयो भने यहाँ यस्तो हुन्छ त्यो गरेर बसेर जानुपर्छ है भनेर सम्झाउनुपर्छ होइन त्यो भन्नुपर्छ यस्तो हुन्छ यस्तो हुन्छ तपाईँ पर्खिनुपर्छ है जानु हुँदैन भनेर भन्नुपर्छ त्यही मेरो काम छ मेरो भैँसी छ मेरो गाई छ पाल्नुपर्छ भनेर नसो अगाडि थाहा छ नि त आज त म माथि जानुपर्छ भनेर त बिहानै घाँस ल्याएर ठक्क राख्नुपर्छ नि होइन गाईको अगाडि त्यो त कहाँ घाँस दिनुपर्छ भनेर सोधेर बसेर पनि जाने अनि गभर्मेन्ट जब भने गभर्मेन्ट जबमा पनि छुट्टी लिएर आएको नि त एक दिनको लागि हो कि होइन मेरो फर्ममा बितेको छ भनेर आएको नि त अनि गर्छु पर्ने नानीहरू अनि यहाँ गाईहरू छ भने बस्तु चलाउँछ भने बस्तु लागि आखिरी घाँस पहिला भएर दिउँसो दिएको ध्यानको लागि अलग लिँदैन दिउँसो लिन्छ भने चाहिँ त्यो बेलामा चाहिँ एकैचोटि 3 बार ल्याउनुपर्छ भारी चाहिँ म त पर्खिनुपर्छ 3 बार ल्याएर राख्नुपर्छ होइन नसक्यो भने छोराछोरी नाता लग्दै जाने नि अठाउतिर राखेर गरेर हुन्छ होइन त्यसो गऱ्यो भने चाहिँ माथि त्यहाँ पाउँछ फिरिसकेर लामो त्यहाँदेखि त्यसो गर्नुपर्छ नि तपाईँलाई फेरि है ए लामाले त धेरै उयो भन्दैछ ए भन्दा नसक्ने तपाईँ फेरि कम्तीहरू त मैले तपाईँलाई भन्नु पऱ्यो नि कति कुरो होइन त्यस्तो कुरो हो होइन हो त्यहाँदेखि चाहिँ माथिबाट लामा यहाँ मान्छे भिजिसकेपछि हामीले सुर पाल्छ है सुर बाल्दाखेरि पनि अब तपाईँ फेरि लामाले सुरु पाल्छ फेरि त्यति हालेको होला है के गर्दैन जस्तो नसोच्नु सुर बाल्दाखेरि लामाहरूले भिजी पढ्नु पर्छ है त्यसको सुर तपाईँले बाल्छ तर हामीले यस्तो हामीले यो मान्छेले के देख्छ यो प्राणी यो भनौँ न गाई बस्तु र हामी मान्छे पनि देख्न आफूमा के छ हाम्रो क्षमता छ कि त्योभन्दा माथि भगवान् के थाहा देख्ने होइन भगवान् देख्नेहरू भयो भू देख्ने हाम्रोमा क्षमता छ आँखामा छैन नि त तर त्यो हाम्रो नदेख्ने जस्तो धेरै छ अरे के सुर भाग्दाखेरि उहाँहरू पनि आउनुहुन्छ अरे को आउनुहुन्छ अरे त्यो उहाँहरू चाहिँ हामीले के झिसा भन्छ के भन्छ झिसा मतलब त्यो जी भने चाहिँ उहाँको हाम्रो गन्ध अनि सा भने गन्ध खानेले चाहिँ झिसा भन्छ कि उहाँहरू चाहिँ यहाँ वरिपरि आउँछ कि आउँछ अरे मजाले है उहाँहरू सुर बालेको देखेको आउँछ अरे उहाँहरू आउँछ आउँदाखेरि चाहिँ हामीले अब उहाँले बालिदिन्छ होइन तर पनि फेरि हाम्रो मान्छे भित्रको मान्छेलाई फेरि सोचेर बाल्नुपर्छ नि होइन किन लामोले चाहिँ जुन चाहिँ बितेको त्यसको लागि सोचेर बाल्दाखेरि चाहिँ पहिला सबभन्दा अगाडि सुर बालेको भाग चाहिँ उसले पोछ अरे कि उसले पोछ अरे अनि जुन चाहिँ बितेको उसको नामबाट बितेको बाल्छ अनि उहाँसँग ती पनि सबैले पाउँछ भनेको गर्छ अनि तपाईँ फेरि के लामोले चाहिँ गर्छ दिशा हुँदैन उयो हुँदैन नसोच्नु है फेरि त्यो हिसाबले त्यस्तो है हामीको नदेखेको होइन जुनै मान्छे देख्छ नि त हो त्यो त सुर बाल्ने कारण त्यस्तो भन्छ त्यहाँदेखि सुर बाल्छ है हामीले त्यहाँदेखि सुर बालेर यस्तो गरेको त्यहाँदेखि आफ्नो यो के अरे साँगा बताउने त्यो राम्रो छ यसमा केही पनि हामीले छैन राम्रो रहेछ है त्यहाँदेखि यो सबै ठिकै छ अब त्यहाँदेखि अन्तिम अब के छ भने चाहिँ अब के छ भने चाहिँ फेरि हाम्रो के छ भने चलन चाहिँ यहाँ अब फलाना अब दाजु दिदी छ भने उसको फ्यामिली कति हुन्छ भाइ बहिनी है छोरा छोरी सबै माथि हुँदैन अब जस्तो सोच्यो भने 5 भाइको छ भने एकजना भाइ बित्यो भने 4 जना छ नि होइन 4 भाइ घरको बुढाबुढी सब मिलेर अब 10 जना हुन्छ 6-7 जना हुन्छ अब उनीहरूले के सोच्छ अब मेरो अब यो उहाँ फिटी लाग्यो उहाँको लागि चाहिँ अब घ गर्नुपर्छ अब लामो बोलाएर फिटी गर्नुपर्छ सिधो पाउनुपर्छ भन्दाखेरि चाहिँ फेरि के हुन्छ भने फेरि के कुरा आउँछ सबभन्दा अगाडि हाम्रो के कुरा आउँछ पैसाको कुरा आउँछ फेरि पैसाको कुरा आउँछ आउँछ त्यो त नर्मल कुरा हो नि यहाँ मात्रै हो नि राम्रै त्यो कुरा हो अनि के आउँछ पैसाको कुरा आउँछ अनि के भन्छ त्यहाँदेखि अब यहाँ फलाना दाजु दिदी अब फलाना दाजु दिदी छ अब दाजुलाई यसो गर्नुपर्छ भनेर सोद्धाखेरि चाहिँ तपाईँलाई के आउँछ भने चाहिँ अब भाग गरौँ हामी सोध्छ के भन्छ अब हामी अब भाग गर्नुपर्छ हाम्रो ल तपाईँ यति निहाल्नु हामी सबै घरबाट निहाल्ने यति गरे पनि हुन्छ भन्ने कुरो एउटा सोच आउँछ नि त त्यो त सबै हामीले थाहा छ नि त्यो त तपाईँहरू हामी त गएको मान्छे नि धेरै ठाउँमा गएको मान्छे नि होइन अब मेरो त आउनु आएको छैन हामीसँग तर मैले थाहा छ नि मान्छेको अनुहार हेरेर ठाउँ छ नि अनि भाग गर्छ अब ल अब यस्तो हेर्दाखेरि हाम्रो अब यो जवाब गर्दाखेरि चाहिँ लगभग अब यस्तो 41सम्म गरेको चाहिँ हामीले कम्तीमा 9 लाख जस्तो गएकोमा चाहिँ हाम्रो 5 भाइ 6 भाइको बुझ्नु भने 9 लाखको कति पुग्यो त जस्तो छ ल अब डेकै बाँड्नु ल्याउनुपर्छ सबैले 2 लाख ल्याउनुपर्छ है भनेर कुरा गर्छै गर्दैन गर्छ नि त हो त्यो गर्छ तपाईँले नगरेको भन्दा मलाई धेरै ठाउँमा देखेको पनि हो त्यो भाग गरेको भने के हुन्छ भने चाहिँ त्यो तपाईँले भाग गरेको चाहिँ राम्रै हो नराम्रो तर आफ्नो भाग्नु परेको राम्रो हो तर सक्यो भने चाहिँ तपाईँले अब यो भाग गरेको पैसाले चाहिँ छोक राम्रो चलाउनुहोस् छोक भने के हो छोकहरू राम्रो छोक छ नि छोक तपाईँहरू गर्नुहुन्छ छोक सबैले बाँड्नुहुन्छ
छोक दिन्छ त्यो छोक दिनुपर्छ है छोकले कस्तो दिनुपर्छ तपाईँले यसमा कन्जुस नगर्नु छोक लगाउनु धेरै कन्जुस गर्नु नै 10 रुपियाँको वाइमा त्यो ल्याउ हुँदैन त्यस्तो गर्ने छोक धर्म हुन्छ तपाईँले अब यो छिटोपट्टि छोकपट्टि त तपाईँले त्यो छोक तपाईँको अब तपाईँलाई यो जस्तो दाजुभाइले पनि फाइदा भएको काम हो नि त लामोलाई छोक मात्रै पर्छ त्यो छोकले कसलाई पर्छ त त्यो दाजुले पनि काम गर्छ बाहिरले पनि धेरै काम पाउँछ नि त्यो छोक भने त त्यो अहिले छिटोपट्टि लामा आएर लामा भिडिएको मान्छेले चाहिँ पर्दाखेरि चाहिँ भिडिएको मान्छे मात्रै फाइदा नसोच्ने नि त्यो छोक चलाएकोले त तपाईँ भएको मान्छेले नै फाइदा हुन्छ नि तपाईँको काम कति अधुरो भएर आउँछ त्यो काम पनि सफल हुन्छ होइन कोही कति केसमा लडिरहेको छ केसमा अब हारेर होइन कोही जग्गा हारेर के भइरहेको हुन्छ होइन कोही के गाडी किन्न सिकिरहेको हुन्छ होइन कोही गभर्मेन्ट जब नगरे त्यो पुरा हुन्छ क्या त्यो दियो भने चाहिँ राम्रो छोकपट्टि राम्रो नि कतिले छोक दिने गर्छ त धेरै मिक्सी गरेर दिन्छ नि त होइन धेरै मिक्सो गर्दा माथि कुन सुन्ने चराएदेखि सबै होइन सबै चराएर पो लान्तीमा हामीले लिन्छ त अब त्यही गर्ने छोक चलाउँदाखेरि त कन्जुस नगर्नु होइन त्यतिले अब यति बेला आज चाहिँ मैले 1000 रुपियाँको छोक लगाएर पुग्छ भन्नु हुँदैन अब 2000 रुपियाँ पुग्छ भनेर नसोध्ने आज के हुन भोलि हुन्छ आज मजाले हामी है यो गरेको चाहिँ मलाई पनि फाइदा छ दाइले फाइदा हुन्छ सोचेर गर्नुपर्छ नि होइन फाइदा सोचेर गऱ्यो भने हुन्छ त कन्टिन्युस गरेर यति ल्याएर आउँदा हुँदैन त्यो त्यो गरेर भने काम के हुन्छ होइन छोक भनेको के छोक जे गरे पनि छोक धर्म नै होइन छोक भनेको हो धर्म अब एउटा हामीले जम्म गरेको हो नि त एउटा सागरमा के हालेको एउटा थोक पानी जस्तो हो नि त लामो त्यति धुवा उसिलो सबै गर्छ नि त हो त्यो त्यहाँदेखि चाहिँ छोक गर्छ अब तपाईँले के गर्छ भने त्यहाँ चाहिँ अब त्यहाँदेखि यो तपाईँले पैसा उठाएर राख्छ त्यहाँदेखि अब यति झोन अब है यति दिनु झोन लामा यति हुन्छ अब यति दिनुपर्छ यो गर्नुपर्छ भन्छ अब त्यो त्यसको बिचमा के आउँछ भने फेरि तपाईँको फेरि त्यो आउँछ के भन्छ अब त्यो हाम्रो धाम्चा धाम्चा लिनुपर्छ नि है अब धाम्चा लिँदाखेरि पनि आउँछ नि कति ल अब धाम्चा लिनुपर्छ अब धाम्चा लिँदाखेरि अब कसरी नलिने अब नआउने रहेछ भनेर सोध्नु आउँछ तर धाम्चा लिने भने अब खुसी हो तर यहाँको चलन छ होला होइन हामीले रुनु सक्दैन तर नि धाम्चा चाहिँ लिने आफ्नो खुसी हुन्छ होइन कसो तपाईँको अगाडि यस्तो छक्कै यहाँबाट यहाँ तपाईँले खाना ल्याएको छ भने खाना खाँदाखेरि कस्तो खुसी हो होइन त्यो मान्छे अब भोक लाग्यो समय खाने प्रोग्राम लागेन खाने नि त मतलब चाहिँ उसँग त्यो धाम्चा लिनेको एउटा क्षमता छ कि छैन सबै लिनु सक्दैन नि कोही मात्रै लिनु सक्छ नि होइन बिचरा भिले अब यो हिलछिम हो हिलछिमलाई हामीले रोक्नु सक्दैन तर पनि ऊ त बुझ्नुपर्छ फेरि कोही त कम्ती हुन्छ नि तर यहाँ कम्ती त कोही छैन 1-2 जना हुन्छ नि 100मा 2 जना त कमजोरी हुन्छ नि त त्यो उनीहरू साह्रो पर्छ कि ल फलाने पोहोर यस्तो गरेको थियो मैले यसो गरेन भने म त लाज लाग्छ ल म त कमजोर रहेछ भन्छ हेर्छ भनेर भन्नुहुन्छ नि उसले त्यो सोध्नु शान्त होइन 100मा 98 जना राम्रो भएको 2 जना चाहिँ नराम्रो भयो नि त हो त्यस्तो हुन्छ भनेर चाहिँ मैले भनेँ हामीले लिएको राम्रो तर पनि सक्यो आफ्नो हिसाबले है फेरि ओभर नलिनु नि फेरि धेरै नै लियो भने फेरि ऋणमा डुबेर जाला नि फेरि पछि फेरि तपाईँ के भन्छ फलाना बित्यो मेरो दाजु बित्यो मैले ऋणमा डुबेर गएँ भन्ने मैले कुरा आउँछ फेरि है त्यस्तो नहोस् होइन जहिले पनि त्यो धर्मको पनि आफ्नो हिसाबले गर्नुपर्छ है फेरि धेरै धर्म सोचेर फेरि ऋणमा डुबेर भोलिपछि फलाना मेरो यस्तो बित्यो थियो मेरो यति हालेको थियो भनेर मनमा आउँछ कि त्यो नहुनु सक्नु अनि त्यहाँदेखि चाहिँ के छ भनेपछि त्यहाँदेखि तपाईँले अब उहाँ तपाईँले पैसा उठायो छोक चलायो है सबै गयो फेरि अन्तिममा तपाईँले के सोध्नुपर्छ भन्दाखेरि चाहिँ लामाहरूले अब उहाँ अब यस्तो लामाहरू सबै सकेर टाँसी गर्दाखेरि तपाईँले अब तपाईँ टाँसी गर्दाखेरि चाहिँ अब त फेरि हुन्छ नि अब चाहिँ यस्तो सोद्धाखेरि चाहिँ अब चाहिँ मैले चाहिँ अब यो धर्म गरेको छ भनेर चाहिँ मनमा आउँदैन ल मेरो पैसा यति गएको छ सोध्नु हुँदैन फेरि बुझ्यो के भन्नु मेरो पैसा यति गएको छ है भनेर मैले यति हालेको छ फलाना यति मात्रै हालेको छ मैले त यति हालेको छ भनेर मैले फेरि त्यहाँदेखि उताबाट फेरि यो पनि सिकाएर त्योसँग क्लास है फेरि हामी मरणमा जाँदाखेरि नि जस्तो मरणमा जस्तो एकदम दाजुभाइ छन् मरणमा जाँदाखेरि नि के हुन्छ फरन मरणमा जानुपर्छ नि भनेर अब यतिकै अब गएर हुन्छ नि एउटा यतिकै भाइङमा नजाने कि अब यतिकै त्यो क्याम्पस कलेज नजाने मरणमा गयो आनन्द देखायो आउनु मात्रै त्यो पनि राम्रो होइन नि त माथि ठुलो परिरहेछ अब सकेसम्म आफ्नो क्षमता हिसाबले गर्ने हो होइन सहयोग हातले सक्यो हातले गर्ने खुट्टाले होइन जुले सक्यो जुले गर्ने हो जेले सक्यो जेले गर्ने पनि अब त्यहाँदेखि हाम्रो चलाइ के छ भने फेरि मरण भयो कि फेरि पैसा उठाउने काम छ यहाँ त छैन है हाम्रो त अब त्यही सबै नाम लेख्दै राख्छ अब को आयो कि आएन है हाम्रो फरकमा यो आएन भने यो मलाई चाहिँ यसपालि मेरो यो मरमा आएन अर्को म नजाने यस्तो पनि आउनु टिक राखेर यस्तो पनि गर्नु हुँदैन है फेरि है त्यस्तो पनि हुन्छ है फेरि होइन ए अब यहाँ हेर्छ नि त होइन कोही हुन्छ नि त यस्तो हेर्छ यस्तो मेरो यो दाजुदेखि मसित आएन मैले गर्दैन
त्यो है भन्दा चिन्ने भनेर सोच हुन्छ नि होइन अब यहाँ कतिजना त भ्याउँदैन नि होइन सोध्नु पर्छ पनि हामीले यो त मेरो यो टिममा आएन म किन भोलिपछि म यो आएन म नाम हेर्छ यो चाहिँ छैन त यहाँ चाहिँ नजानु नगरे भनेर चाहिँ सोध्ने यस्तो गर्ने पनि छ यहाँ चाहिँ गर्दैन म चाहिँ अब यो ठाउँमा गर्छ नाम त नभए है कारण त्यो ठाउँमा यस्तो गर्ने पनि प्रकार छ तर त्यो मान्छे आए पनि नआए पनि उसको भ्याउनेसम्म आउँछ हामीले त अब सूचना दिने हाम्रो काम हो है बिचरा सकेसम्म आइदिन्छ नआए पनि अब घर केही सक्दैन हामीले होइन उहाँलाई के आएछ पानी पनि गाह्रो पनि गाह्रो हुँदैन तर पनि आइदिएको पनि हामी सबैलाई खुसी हुन्छ होइन अब उहाँ यस्तो सबभन्दा चाहेको मान्छेलाई सुखभन्दा दुःखमा सहयोग धेरै छ कि याद गर्नु सुखमा त सबै आउँछ नि नचिन्ने मान्छे पनि आउँछ कहाँ आएको छ तर दुःखको बेलामा चाहिँ धेरै उसलाई दुःख बनाउने जस्तो यहाँ घरको मान्छे दुःख पर्दाखेरि तपाईँ एक दुईजना आएर सहयोग दिने नसके पनि एउटा कुराले मात्रै सहयोग गरिदिए पनि उसलाई त एकचोटि सहयोग गरेर कति आनन्द लाग्छ नि उहाँलाई हो कि होइन अनि सहयोग चाहिँ सुखभन्दा कहाँ गर्नुपर्छ दुःखमा गर्नुपर्छ कि त्यो बुझ्नुपर्छ अनि हाम्रो मान्छेले फेरि दुःख पर्ने अनि यस्तो रहेछ नि सक्छ हावाको जस्तो रहेछ नि बत्ती यहाँको बत्ती गएर आएको थियो रहेछ नि बत्ती आगि बसेको थियो होइन नयाँ आगि बत्ती सक आयो फेरि बत्ती फर्किन्छ नि त्यस्तो रहेछ मान्छेहरू आगि दिनको दिन नयाँ नयाँ आमामा देख्छ त्यो हुँदै हुँदैन बस्नुपर्छ नि अन्त 10 सेकेन्ड भानीहरू पढेर बस्नुपर्छ नि हामी माथि गर्नुपर्छ भानी त आउँछ होला नि है भानी एक ठाउँमा भयो भने भानी परेर बस्नुपर्छ रोक्नुपर्छ एक ठाउँमा भानी परेर गयो भने राम्रो हुँदैन उसले पनि धर्म उसले पनि धर्म टाइम पाएको नि त त्यो सोच्दैन भएको के गर्ने हुँदैन नि हो यस्तो कुरो त्यहाँदेखि चाहिँ अब अन्तिम कुरो के थियो अब सबै टासी गर्दाखेरि तपाईँको मनमा होइन यस्तो हुन्छ नि मैले अब फलाने कुरो मैले यति पैसा यति भएको यति मैले अब यति चलाएको छ मैले गाईको नामबाट भनेर मनमा त्यो लिनु हुँदैन ल भयो अब त्यो लियो भने तपाईँको घ्याउ हुँदैन घ्याउ हाम्रो घ्याउमा पनि धेरै घ्याउ हुन्छ तपाईँ यो चाहिँ के हो धाप्दो जुम्बी घ्याउ हुन्छ धाप्दो घ्याउ आफू लोभ गरेको घ्याउ हुन्छ किन आफ्नो मेरो पैसा गएको छ त्यो लोभ हो नि त मेरो भन्ने कुरा त्यो लोभ भइसक्यो नि त यो त मेरो धाइको लागि नै हो जे पनि हो भनेर सोचेर तपाईँ धाइकै हो भनेर गरेर लोभ हुँदैन यो पैसा गएको छ भनेर लोभ भयो नि लोभ गरेपछि धर्म चाहिँ स्पष्ट हुँदैन साफो हुँदैन भन्यो क्या अहिले धर्म गरेपछि तपाईँको के मसँग एकदम सोच्नुपर्छ अब चाहिँ मैले यो अब यहाँ एकदमै घेवा गरेको चाहिँ मेरो धाइ चाहिँ राम्रो ठाउँ पुग्यो चिनी सिक्नुमा पुग्यो भनेर चाहिँ सोच्नुपर्छ बुझ्नुभयो र म यत्रो मैले लगानी गरेको चाहिँ अब धाइ यस्तो उयो होस् भनेर होइन अब जे पनि छ उहाँको लागि पनि पछि मलाई पनि यस्तै हुन्छ उहाँ धाइ जस्तो ठाउँमा पुगेको छ होइन राम्रो ठाउँमा घेवा चिनी सिक्नु म पनि त्यस्तो ठाउँ पुग्नुहोस् है भनेर चाहिँ ल भन्ने टाइममा चाहिँ तपाईँ त्यो सोध्नु हुँदैन फेरि है त्यही भएर तपाईँले पनि उहाँले जस्तो बाटो पायो त्यस्तो बाटो मैले म के गर्नु छ म पनि लिनु पाऊँ भनेर तपाईँले चाहिँ त्यो भावना गर्नु चाहनुहुन्छ अरे अन्तिम जुन काशीर तपाईँको त्यो खालि त्यो तपाईँ त्यो यति गर्नु हुँदैन अनि एउटा चाहिँ के बाँकी भयो भने तपाईँको अब धेरै भयो होला तपाईँलाई टाइममै ढुक्क लाग्यो होला तपाईँलाई तर फेरि मेरोबाट पनि कति गलत भयो होला तपाईँलाई होइन तपाईँलाई कोही गलत आउँछ भन्नु लाग्यो भने चाहिँ मेरोबाट पनि माफी गर्छु है तर मैले तपाईँलाई फेरि यो सबै गलत हो भनेर गरेको होइन तपाईँ 100मा 98% राम्रो कुरा किनभने 2% मात्र तपाईँले राम्रो गर्नुहोस् सबै राम्रो हुन्छ होइन हामी सबैले चाहेको नि त नि भोलि एक्जाम गर्छ नानीले सोध्छ नि त कति मार्क्स दियो सोध्छ नि है हो कि होइन सोद्धाखेरि त त्यो मार्क्स भन्नुले पनि अब सेराम नहुन्छ मैले गर्नु पऱ्यो नि त होइन फेल भएछ भनेर गाह्रो हुन्छ नि होइन अनि पास भएछ सम्म चाहिँ सही छैन भन्नु त्यो कारण चाहिँ हामीले पनि अनि यो काम चाहिँ छत्तिसको अझै राम्रो कुरा चाहिँ राम्रै गर्नुपर्छ त्यो तपाईँलाई बुझ्नुपर्छ होइन हामी अब राम्रो सबै बुझ्छ तपाईँहरू पनि बुझ्नुपर्ने हो अनि त्यहाँदेखि अन्तिममा तपाईँले के भन्नु लाग्यो अब यो चाहिँ तपाईँको यो घेवा ठाउँ घेवा अब यो हाम्रो यो के छि होइन यो के भन्छ अब के नै गर्दो छु मैले सिकाइ बदलको चाहिँ विषयमा अब यस्तो यस्तो हुन्छ भने अब होटेल बाटो मोटो त लामा आफैले अब देखि पर्छ सबैले देखाइदिन्छ तपाईँ त्यो भन्नुपर्ने गर्नु तर त्यो तपाईँ पनि गरिदिन्छ भन्ने कुरा है तर फेरि त्यहाँदेखि यो अलि यो त अब सामान्य हामीले हेर्ने कुराको चाहिँ मजा गरेको हो भित्रको या भित्रको अब त्यहाँ लामाले के गर्नुपर्ने वा के गर्नुपर्छ भनेर त लामा आफैले सिकिहाल्छ अलग आउँछ त्यहाँदेखि अब यो चाहिँ तपाईँको अब यो सबैले चाहिने कुरो चाहिँ के हो भनेपछि एउटा कुरा चाहिँ अब यो धर्म छुयो गर्ने भने चाहिँ तपाईँले के सोच्छ भने चाहिँ अब यो के चाहिँ यो पुस्तकहरू हुन्छ होइन त्यो चाहिँ लामाले मात्रै पढ्ने हो मानि आमाले मात्रै पढ्ने हो भन्छ होइन मानि याङहरू डाङ्गा सिक्ने मानि आमाले पनि पढ्ने हो छुयाहरू चाहिँ लामाले मात्रै सिक्ने हो भनेर चाहिँ नसोच्ने फेरि
त्यो सोध्ने चाहिँ त्यो धेरै हुन्छ यहाँ त लगभग राम्रो हेर्नु छ है त्यो ठाउँमा चाहिँ त्यो मेरो अगाडि नै भनेको पनि छ उसले भन्छ नि यो क्षेत्र के भने हामीसँग कामै छैन लामाले पर्ने पो लामाले मात्रै पर्ने हामी कहाँ पर्दैन भन्ने पनि मान्छे छ तर त्यो गलत हो तर यो छुए धर्म भने चाहिँ चाहिने रहेछ है भनेको चाहिँ म तपाईँलाई सम्झाउँ है किनभने यो अक्षर हेर्नुहोस् न होइन अब यो जुन चाहिँ यो हुने त्यो यो भोट यो भेगको भोट भाषा हो होइन यो भोट भाषा चाहिँ तपाईँ हेर्नुहोस् न हाम्रो भोटे भाषासँग नमिल्ने यति नमिल्दैन नि मिल्ने छ नि पुरा यस्तो मिल्ने रहेछ गुरुङ भाषासँग मिल्छ आमा भाषासँग मिल्छ होइन शर्मा भाषासँग मिल्छ हाम्रो हिमालयको भेटमा भएको पुरैसँग मिल्ने अक्षर यो हो कि तर हामीहरू अक्षर के हो भने सोध्यो भने त यो देखाएर पनि हुन्छ केही फरक पर्दैन होइन यो भोट भाषा देखाएर पनि हुन्छ किन हुन्छ भने चाहिँ हाम्रो भाषा मिल्दछ एउटा कुरा तर हामीहरू पहिला त्यहाँदेखि यहाँ त आएको नि हामी टिबेटबाट आएको नि धेरै जस्तो टिबेटसँग मेरो टिबेटसँग खुसी गरेर आएको त नि होइन लामाहरू टिबेटबाट आएर छ तर यो सबै आएको गर्ने तपाईँले के छ भने चाहिँ यो शब्द पऱ्यो भने चाहिँ हामीलाई फाइदा भयो बेफाइदा छैन कि हो कि होइन अब तपाईँले यस्तो छिटो पर्छ हो के मजा पर्छ हो कि होइन पर्दाखेरि तपाईँले यो यसको अर्थ बुझ्छ अर्थ नबुझ्नु के मजा आयो त पनि पढ्नु मजा आएन नि अर्थ बुझ्नु पर्नु सक्नुपर्छ तपाईँले यो अर्थ त पढ्नै आएन भने त मजा आएन नि होइन पढ्नु त कमसेकम आउनु पऱ्यो नि त भानीसँग पऱ्यो भने भानीको यहाँ घुम मात्रै मिठो रहेछ भनेर नबस्ने के उसको लामालाई सोध्ने अब यो ओम्मा नेतिनु हुँदा मजाको भन्ने ओम्मा नेतिनु हुँदा बुझ्यो तर यो उसको भएको एकैवटा यो अब लाइनमा चाहिँ के भनेर चाहिँ लामा त्यो चाहिँ मलाई सम्झाउनु पऱ्यो भन्नुपर्छ नि त हो त्यो एकैवटा शब्दमा एकैवटा अब मिनिङ आउँछ मतलब आउँछ त्यो तपाईँले बुझ्यो भने पढ्दा पनि मजा आउँछ एकदम मजा आउँछ त्यो छिटै कुरो है मजा आउँछ नि लामालाई सोध्नुपर्छ लामा छ नि यहाँनिर होइन लामा धेरै छ उहाँले नबुझ्ने नि उहाँले भन्छ नि यो शब्दमा चाहिँ यो भनेको है यो भनेको यो भन्छ ओम माने तिमीले होरी भन्ने मतलब यो यस्तो गर्छ यो यस्तो गरेको यो पर्दा यहाँ पुग्नु यस्तो भनेको यस्तो भविष्य गर्नुपर्छ भनेको मजा आउँछ अझै त्यो मान्छे त बुझेको मान्छे पढेको मान्छे तपाईँले यो ठिकै पढ्नु पनि आएको अर्थ पनि बुझेको छ भने तपाईँले त माने त तपाईँले चाहिँ पढ्नु पर्दैन त यो सुन्दैमै बुझ्छ सबै सब बुझ्छ हो यहाँ यस्तो भन्दो रहेछ यहाँ यस्तो भन्दो रहेछ यस्तो भन्दो रहेछ सडङ्गै त्यो हाम्रो त्यो के मजा आइनामा हामीले जिउ हेर्छ नि छाया जस्तो त्यस्तै हुन्छ आयो भने चाहिँ अब मैले नि हामी अब त्यो तपाईँले यो गरेको होइन उयो त लामो धेरै परेर होइन मैले मानी मैले छ नि आजसम्म पढेको छैन तर पनि मैले लामाहरू त लामा उहाँहरू पढेको त त्यहाँ मजाले पढ्छ पर्छ तर पनि सुन्दाखेरि बुझ्दछ हामीले यहाँ यस्तो भन्दछ यस्तो रहेछ यस्तो रहेछ भनेर चाहिँ थाहा बुझ्दैछ चेनेसीको यस्तो घुसी गर्नुपर्ने रहेछ चेनेसीको यो यहाँ हातमा यो छ भन्दछ यहाँ यस्तो भन्छ उहाँको थुकरमा यस्तो रहेछ यहाँबाट त्यहाँनिर उमाहुङ भन्दछ यहाँबाट यस्तो घरहरू सबैले यस्तो हुन्छ नि सम्पूर्ण प्राणी जस्तो प्रकाश गाएर यस्तो गर्दछ उहाँको यस्तो ठुलो रहेछ भन्छ हो अनि चेनेसी आफै हिटम रहेछ आफै खानु रहेछ आफै साह्रै लामा जस्तो रहेछ तपाईँ नै रहेछ क्याप्छु भनेर भनेको रहेछ भनेर चाहिँ हामीले नपढे पनि मैले पढेको छैन तर सुनेर के हुँदैछ मलाई थाहा हुँदो रहेछ नि मैले बुझ्दो रहेछ नि त हो त्यो चाहिँ किन भएको भनेदेखि चाहिँ तपाईँले लामामा गएर बुझ्नुपर्छ नि लामाले भानी मात्रै पढेर तपाईँले धुन मात्रै सोध्नु हुँदैन मात्र बुझेर पढ्नुपर्छ भादोमा पनि त्यस्तै पर्छ हामी दोस्रो तपाईँले भादो छोड्नु पर्छ तपाईँले अहिले घुम गरेको छैन भानी परेको छैन अर्थ बुझेको छैन भने चाहिँ भादो छोड्नु पर्छ बुझ्दैन नि होला नि कलकत्ता पुग्छ कलकत्ता होइन दिल्लीको बजारमा पुग्छ होइन त्यहाँनिर के भन्छ अब त्यहाँनिर पुग्छ के हो भन्छ अगाडि अहिलेदेखि तपाईँहरू बसेर घुम अहिलेदेखि तपाईँ पढ्नुपर्छ बुझ्नुभयो के भन्छ अहिलेदेखि तपाईँले भानीहरू पढेको छ भानीहरूको अर्थ मनमा राख्नुहोस् शब्द मात्रै चाहिएन अब शब्द मनमा भयो ठिकै छ अब शब्द समाजसँग के चाहियो अर्थ पनि मनमा समाज्नुहोस् तपाईँले भोलिपर्सि एकदम काम लाग्छ भादो मज्यो भने के त हो नि भादो छोटो पढ्दा के तपाईँले बराबर पढ्दै हुँदैन नि भादो छोटो पढ्दै लामाहरूले कस्तो मजाले बस्छ त्यही बेलामा त त्यो मान्छेले भादो छोटोको बारेमा बुझेको छ भने त उहाँ भित्रिँदाखेरि पनि यस्तो पढ्दाखेरि उहाँले यस्तो घुम्सी गर्न सक्छ उहाँले त्यो घुम्सी गर्छ कति कति उहाँले ठक्क थाहा हुन्छ यो आउँछ यस्तो यस्तो यो आउँछ यस्तो यस्तो गर्नुपर्छ त्यो बुझ्छ नि त हो यस्तो उदाहरण राख्यो भने कस्तो भने तपाईँ यहाँदेखि घ्यान्डोक जान्छ घ्यान्डोकको बाटो कस्तो छ कस्तो छैन भने कसलाई थाहा छ गाडी ड्राइभर थाहा छ नि होइन हो गाडीको ड्राइभरलाई के थाहा हुन्छ हो घ्यान्डोकमा चाहिँ यहाँ यति घन्टामा पुग्छ पुग्दाखेरि चाहिँ यहाँ रुक्नुपर्छ यहाँ यस्तो हुन्छ यहाँ चेक बुक छ यहाँ यस्तो छ यहाँ यस्तो छ भने थाहा हुन्छ नि
हो त्यो घेन्डो कहिले नजाने मान्छेले तपाईँले भन्यो भने घेन्डोको चाहिँ यस्तो यहाँ छ यस्तो छ उसले यो लिनु सक्छ सक्दैन नि घेन्डो यो फलाना यस्तो यो मुनि के अरे यो सूर्यलिङ्ग पनि यस्तो हुन्छ त्यहाँ पनि यस्तो उयो छ भनेको त्यो मान्छेले कहिले नबुझ्ने मान्छेले भन्यो भने उसले मन आउँदैन नि छ र छ कस्तो छ भन्नुहुन्छ होइन जस्तो तपाईँले सबै अमेरिका पुग्यो छैन अमेरिका पुग्यो तपाईँ अमेरिका पुग्यो तपाईँले अमेरिकाको बारेमा तपाईँले मनमा के हुन्छ एउटा देखेको छैन त अनि तर मबाट बिल्डिङ लामो छ अनि सिटिसको मान्छे गोरु मान्छे मात्रै छ भनेर मलाई हुन्छ नि त्यही पुग्यो के थाहा हुन्छ तर बिल्डिङ लामो मात्रै होइन है त्यहाँतिर यस्तो छ घाम यस्तो छ भनेर बुझ्छ नि त्यस्तै हो कि अनि त्यहाँदेखि तर त्यही कारण तपाईँले के भने मैले अहिलेदेखि तपाईँले अहिले बाँच्दै खिरेन तपाईँले झ्यामेन गर्ने मानिमाको झ्यामेन गर्ने ठमाको झ्यामेन गर्ने होइन लामाको झ्यामेन गर्ने अनि हामीले सबैले झ्यामेन गऱ्यो भने झिकिँदाखेरि लामाले पऱ्यो भने छिटो बुझ्छ अरे क्या अब अघि भन्नुहोस् है कहिले नगएको मान्छेलाई चाहिँ हामीले यहाँको के अरे गान्तोकबाट थाहा नभएको मान्छे चाहिँ भनेर के फाइदा भयो भएन नि त उसलाई तर एकचोटि जाने मान्छेलाई के थाहा हुन्छ गान्तोकमा उहाँले भनेको थियो यहाँ छिल्थ्यो यहाँ छिल्थ्यो यहाँ ठाउँमा त्यस्तो थिएँ यहाँ चाहिँ मकै भेट्ने थियो होइन यहाँ चाहिँ यस्तो सुरु थियो यहाँ यस्तो थियो माथि जाँदाखेरि यहाँ त्यो यहाँ घुम्बा यहाँ भेट्थेँ भनेर चाहिँ थाहा हुन्छ नि त एकचोटि गएको मान्छे थाहा हुन्छ तर त्यो मान्छे बार जाने मान्छेलाई के थाहा हुन्छ घेन्टोको चाहिँ कहाँ खुजुलै कहाँ छ कहाँ खल्डो छ कहाँ के छैन थाहा हुन्छ नि त्यो चाहिँ कस्तो मान्छे झ्यामेङ गरेको मान्छे हो यो कस्तो भन्यो झ्यामेङ गर्ने मान्छे सबैले झ्यामेङ गर्ने मान्छेले चाहिँ थाहा हुन्छ उसलाई यहाँ यस्तो छ यहाँ यस्तो छ गरेर थाहा हुन्छ नि हो त्यो नयाँ ड्राइभर अब जस्तो तपाईँहरू माथि ट्याक्सीबाट गएको छैन होला नि घेन्टोक जाने भएन नि ट्याक्सी मान्छे सोध्नुहोस् न नयाँ ड्राइभर र पुरानो ड्राइभरमा फरक छ कि छैन तपाईँ याद गर्नुहोस् न हो कि होइन नयाँ ड्राइभर हो भने के गर्छ उसले बिस्तारा चलाउँछ है बिस्तारा चलाएर अब हेरी चलाउँछ यहाँ यो त्यो एउटा एक्सपिरियन्स छैन नि उसलाई होइन एक्सपिरियन्स नभएको कारणले चाहिँ उसले यहाँ चाहिँ बिस्तारै चाहिँ यहाँ यस्तो हुन्छ भनेर बिस्तारै चलाउँछ नि तर एक्सपिरियन्स भएको ड्राइभरले कसो गर्छ यहाँबाट यस्तो आज फोनमा कुरो चलाउँछ होइन एक्सपिरियन्स भएको थियो त्यस्तो गरेर एक्सपिरियन्स चाहिँ त्यो एक्सपिरियन्स चाहिँ हाम्रो भर्दोमा चाहिने कि अहिले जुदो हुँदै एक्सपिरियन्स चाहियो हामीलाई बुझ्यो छिटो धामको एक्सपिरियन्स चाहिँ अहिले चाहियो हामीलाई त्यो अहिले गरेको अनि भर्दोमा पनि हामीले भर्दो थोरै कता बुझ्छ त्यो कता बुझ्छ बुझ्नुभयो हो त्यो चाहिँ तपाईँले एक्सपिरियन्स चाहिँ कहिले चाहिने छ धर्म चाहिँ भने तपाईँले चाहिँ हामीले अहिले यो यस्तो बिक्रीदेखि गरेर धर्मले हुँदैन भने कि धर्म चाहिँ तपाईँले अहिले हुनेदेखि नै गर्नुहोस् अनि तपाईँले भोलि बस्नु त्यहाँनिर सजिलो हुन्छ तपाईँले होइन हो यस्तो कुरो धेरै भयो तपाईँहरूले ल फेरि अब यो धर्म भने चाहिँ यस्तो हो तपाईँहरूले भर्दोसँग तपाईँहरूले पनि होइन हामी पनि भर्दोमै छ हामी के भर्दोमा छ हामी केले भर्दोमा छ ल के भने के अरे हामी शिव भर्दोमा छ हामी के भन्छ अरे शिव भर्दोमा छ हामी सबै शिव खोलो दिएर छ होइन शिव खोलो दिएर हामी कहाँ छ भीमा छ मान्छेको मान्यश्रीको धुनमा छ त्यो हाम्रो पनि के को धुमा छ हाम्रोमा चाहिँ हामीसँग आफ्नो आफन्तसँग छुटेको धुमा छ के भन्यो आफन्तसँग छुटेको धुमा छ कि छैन नि पहिला आफूभन्दा ठुलो बुवा आमा बिरालीको आफूभन्दा मुनि सानो छ अब आफै ठुलो आउँदाखेरि आफ्नो कारण आयो भनेर डर लाग्दैन छ डर लाग्छ नि होइन हो त्यो हुँदाखेरि चाहिँ त्यो कारणले चाहिँ अहिलेदेखि अब सोध्नुपर्छ तपाईँले अब त्यो चाहिँ हाम्रो के को दुःख मनुष्यको दुःख त्यो अब छुट्टिने दुःख नि त सबै होइन लास्टमा दुःख जस्तो हुँदाखेरि त्यही कारणले तपाईँले के अहिलेदेखि सोचेर चाहिँ धर्म गर्नु चाहिँ कोसिस गर्नुपर्छ भन्ने चाहिँ मेरो कारण चाहिँ है अब यो कुरो लामो धेरै तपाईँले पनि समय यस्तो भयो हो अब मेरोबाट तपाईँहरूले धेरै अन्तिममा चाहिँ के भन्न चाहन्छु भने मैले भनेको कुरो चाहिँ सहीमा सही पदक्षेप राम्रो छ म भन्दैनस् होइन तपाईँलाई राम्रो लागेको छ भने तपाईँले अब के भन्छ अब यो भाडा हुन्छ नि जस्तो यो भाडामा चाहिँ तपाईँको पानी थाप्दाखेरि चाहिँ यहाँबाट कल नभएको छ थाप्नुहोस् होइन यो फेरि मैले यत्रो मैले 1 घन्टा आदि तपाईँले 1 घन्टा आदि यहाँ बसेर चाहिँ फेरि खालि यो भाडाको यो बारीमा चाहिँ कप जस्तो हुनुपर्छ तपाईँको है दिमाग र मनमा चाहिँ हुनुपर्छ त्यो यहाँ पल भयो भने के हुन्छ जति पानी हाले पनि पुग्छ यहाँ बसेर केही मतलब आफै भएन नि त होइन हो कि त्यहाँदेखि तपाईँले फेरि पानी हाल्यो भने यस्तो गरेर छापा छोपेर यहाँ पानी पस्दैन नि यो चाहिँ के हो तपाईँको मन बाहिर घुमेर बसेर मैले भनेको नसुनेर बसेँ भने तपाईँ के भयो मैले भनेको तपाईँको भित्र पानी पसेन जाने हो कि होइन हो के गर्नु तपाईँले चाहिँ त्यहाँदेखि एउटा चाहिँ यो मुनिबाट पहल भएको सुरु भन्नु भएन माथिबाट छोपे सुरु पनि हुनु भएन फेरि प्लस फेरि यो पानीभित्र तपाईँले मलाई खुर्सानी हालिदियो मैले खान्छ किनभने मलाई पानी किनै भित्र नि त
तपाईँ त्यही बेला फेरि त्यो तपाईँ मनमा के आउनु त्यो लामालाई फटा बुझ्दो रहेछ भनेर थियो होइन हारिस खेल्ने यो लामाले के थियो भनेर सोचेर हारिस खेल्नु छ नि त हो त्यस्तो गरेर गरेछ भने यो पानीले के भयो बिग हुन्छ त्यो तपाईँको मेरो कुरा पनि सुन्नु मन लाग्दैन त्यही कारण तपाईँले के गर्नुपर्छ भने चाहिँ मन अहिलेसम्म अब मैले भनेकोलाई चाहिँ यस्तो भएको छ भने पनि तपाईँले चाहिँ अब तपाईँ यसो यो यताउता सोचेर होइन म यत्रोजना भने दुईजना चाहिँ कमसेकम राम्रोसित छ होइन मैले सोचेको छैन सबैले राम्रो होस् भनेर मैले सोचेको हो तर सबैले लाग्ने हुन्छ भने त ग्यारेन्टी हुन सक्दैन नि त त्यही कारण दुईजना राम्रो छ भने नबुझ्ने एकअर्कालाई अब के भन्छ एकअर्कालाई सेयरिङ गर्ने है हो त्यो गरेर गरिदिए पनि हुन्छ भन्ने कुरा है अब त्यहाँदेखि यो अब यो अन्तिममा के भन्छ भने लास्ट चाहिँ अब मैले यो भनेको तपाईँले फाइदा छ भने राख्नुहोस् होइन अनि पहिला बुझिसकेको छ उयो लामो भनेको भने अघि मैले थाहा पाएको थियो भने राम्रो हो अनि थाहा पाएको थियो भने नयाँ हो भने चाहिँ अनि तपाईँ मनमा राख्नुहोस् के बुझेन भने फेरि खुसोद्यो है होइन बुझ्नुभयो यस्तो यस्तो मेरोबाट त्यहाँदेखि यहाँबाट चाहिँ अब यो भन्दै म कुरो पुऱ्याइदिन्छु होइन अनि एउटा चाहिँ तपाईँले एउटा चाहिँ रिक्वेस्ट के गर्छु भने रिक्वेस्ट तपाईँ सबैलाई सकेसम्म स्पेसली हाम्रो यहाँको समितिले चाहिँ तपाईँहरू सकेसम्म चाहिँ पहिला भए चाहिँ अब हाम्रो धर्म सुन्नेलाई गुरुकुल जानुपर्छ कि होइन धर्मप्रचार सुन्नुपर्छ गुरुकुल जानुपर्छ गुरुले नसुनाएर टेन्सन हुन्छ अब आजकल त गुरुले पो अब मुनि भन्नुपर्ने समय आइसक्यो कि होइन अब धेरै गाह्रो छ अब मुनि माथिल्लो गुम्बामा लामा धेरै छ मुनि गुम्बामा टुकुरी मिसो हुनुहुन्छ अब उहाँ टुकुरी मिसो खाने जस्तो नै त उहाँहरूको तपाईँ यहाँ सोधिरहेको हो नि त तपाईँहरू यस्तो समय जस्तो मरङको भेलमा गराउनु होस् अनि हाम्रो भर्खर भयो एक टाइममा पनि समय पायो भने तपाईँले आफै सोचेर आज मैले तपाईँले यो सिरा भटको बारेमा भन्यो मिठो बारेमा भन्ने मान्छे लामो खोज्नु अब आफ्नो टाइममा यस्तो एउटा कार्यक्रम हुन्छ नि किनकि भिडियो यस्तोमा के भयो भने आधी घन्टा मिलाएर पनि तपाईँहरू बुझ्छ नि त हो कि होइन बुझ्ने अब हाम्रो पढेर मात्रै चाहिँदैन कि पढ्नु त सुगाले पनि होस् हौ सुगा थाहा छ है सुगाले बोल्छ नि होइन हो तर सुगालाई अर्थ सोध्यो भने अर्थ भन्दैन कि हामी त्यस्तो हुनु मन छैन कि हामीहरू अर्थ बुझ्नु मन छैन होइन मान्छे हो नि त अर्थ बुझ्नु पऱ्यो नि त्यही कारण तपाईँको मैले भनेको कारण चाहिँ के भने चाहिँ हामीले अब त्यो शब्द मात्रै भएर होइन अर्थ बुझ्नेसम्म चाहिँ हामीले भन्नुपर्नेछ याद गर्नुहोस् भनेको कि अब अर्थ चाहिँ तपाईँले फेरि अब हामी ल म आयो तपाईँ आउनुहोस् त म भन्छु भनेर हामी बोल्नु सक्दैन होइन तपाईँहरू पनि लामालाई तपाईँ आउनुहोस् त भनेर पनि साथी भन्नु सक्दैन तपाईँहरू तर तपाईँको सबभन्दा बेस्ट फ्युचरलाई पनि गाह्रो नपर्ने ठाउँ चाहिँ कहिले हो भने त्यो समयमा हो कि मरङमा भयो होइन यो बेलामा तपाईँहरूले आज पनि मरङ छ आज पनि हाम्रो लामाको एउटा त्यो आज चाहिँ तपाईँ एकजना माथि भनेर चाहिँ आज मानिको बारेमा भन्नु लगाउने आज भजनको बारेमा भन्नु लगाउने होइन अथवा के होइन के छ हामी त्यहाँनिर यो जे भने होइन त्यहाँदेखि सबै कुरोको तपाईँले पनि ध्यान दिनुपर्ने कुरो हो नि होइन लामाले मात्रै कति समाधान छ त्यो तपाईँले पनि बुझ्नुपर्छ भन्ने कुरा चाहिँ त्यही तपाईँहरूले सक्यो भने चाहिँ धारणा गरे पनि मेन चाहिँ कमिटीहरूलाई त्यो प्लस हाम्रो तपाईँहरूले नै त्यसो गरी चाहिँ आधी घन्टाको भयो भने प्रोग्रेसमा राखिदिनुहोस् होइन हामी मन नभए पनि आज एकदमै यहाँ माथि गर्न मिलेको गुम्बाको चाहिँ अब यहाँको गुम्बा कमी छैन नि त है दुई गुम्बा छ धनी गुम्बा यहाँ सिटी बजारमा छ गुम्बा खोटेको सिटी बजारमा गुम्बा खोल्नु गएर अर्को ठाउँ पर्दैन नि लामा राम्रो छ यहाँ होइन गुरु मेसिन आउँछ माथि मेसिनको छ माथि यहाँ तिनवटा गुम्बा छ होइन गुम्बा धनी हो यहाँ लामा धनी छ यस्तो यहाँको छोरा लामा खोज्नु गयो भने त पाउँदैन अर्को ठाउँमा त्यही बेला तपाईँ मैले भनेको यहाँ हुने जलसम्म तपाईँ भोलाएर सिक्नु एउटा प्राइस भन्नुपर्ने कुरोको मेरो पास भन्ने मात्रै खोजेको हो है तर सिक्नैपर्छ गर्नैपर्छ भने चाहिँ मलाई गाह्रो तर रिक्वेस्ट चाहिँ मेरो तपाईँ के नयाँ कुरो सिक्नुपर्छ होइन नयाँ कुरो कसरी सिक्नुपर्छ भनेदेखि चाहिँ अब हामीले चाहिँ माथि लामा सानो नानीहरू सोध्छ सानो नानी लामाहरू पढ्नु आउँदैन पढ्नु मात्रै सिक्नु नसोच्नु तर त्यहाँ माथि बस्ने एजेन्टहरूलाई खेम्बुहरूलाई लामाहरू त आउँछ नि होइन उहाँहरू त्यति बेला बसिन्छ नि लामाहरू भ्यालिङ गरेर थाहा भयो कति कुरो छ होइन होइन खेम्पोलो बेला पढेर कतै थाहा भएको के त तपाईँ ज्ञान लिने अब ज्ञान खोज्ने अब त्यो होइन ज्ञान खोज्नु गर्नुपर्छ ज्ञान खोज्न ध्यान लिनुपर्छ भन्ने कुरा है फेरि ज्ञान खोज्नु भनेको अहिले ज्ञान खोज्नु सक्दैन नि होइन ध्यान लिनुपर्छ भन्ने अनि हामी पहिला राम्रो के भन्दाखेरि मान्छेले सबभन्दा राम्रो मान्छेलाई दिनु सक्नेको सबभन्दा राम्रो भर्नु पर्छ होइन सम्पत्ति के हो भनेर सोद्धाखेरि चाहिँ मुर्नु भन्छ सम्पत्ति हुन्छ नि बाउले खरेर सम्पत्ति दिन्छ होइन आमाले छोरीले सम्पत्ति दिन्छ नि त बिहेको बेला सम्पत्ति दिन्छ कि हामी के फुल चाँदी हिरामा दिन्छ नि ल जे पैसा दिँदा खर जमिन हुन्छ
यो सम्पत्ति त हामी छोडेको हामी हो कि तर पनि यस्तो ज्ञानहरू होइन छुएको ज्ञानहरू चाहिँ तपाईँले छोरा दियो भने त्यो तपाईँसँग भएको छोरा दियो भने छोरासँग कहिले बुझ्नु सक्दैन अरे के ढाकको आएर लिनु सक्दैन आगो लिनु सक्दैन कहिले लिनु सक्दैन भन्छ नि त त्यो छुएको भाषामा चाहिँ तपाईँले भम्पूर्ण धनी हुनुपर्छ भन्ने कुरा थियो होइन जो धनी भयो भने त्यहाँदेखि तपाईँको छोरा दिनु सक्छ छोरा नातिना दिनु सक्छ त्यो भएको छ नि त्यो धन तपाईँको ढाका दिए के थाहा दिने त्यो ढाका दिएको हुँदैन यो 3 पुस्तासम्म 3 पुस्ताको बेचिदियो भने त्यो ढाका कहाँ बस्छ बस्दैन नि त तपाईँको घरमा बस्छ नि त हो त्यो दिनुपर्छ अब तपाईँले बुझेको धर्महरू तपाईँले पहिलादेखि आएको के छ त्यो तपाईँको भएको ज्ञानहरू चाहिँ अहिलेदेखि नातानातिलाई दिनुपर्छ है आदिसम्म नराख्ने नि त्यो सिकाउनुपर्छ बिहान बेलुका छाप छोपा लगाउनुपर्छ धुर्नु लगाउनु सिकाउनुपर्छ है त्यो है आजकल त्यो मोडल भएछ नि आजकल त मोडल जमाना भन्छ नि है बुवा आमाले चाहिँ मजाले त्यो उ गर्छ नि के भन्छ छाप छोपा गर्छ तर छोराछोरीले मजाले सुतेर बस्ने हो कि होइन त्यो गर्नु दिनु हुँदैन है तपाईँको हातमा त्यो धेरै भएर बस्छ है लामाहरू आएर तिमी घर भन्नु गाह्रो हो कि होइन लामासँग हुने गाह्रो लामाले हामी औँसी पुग्नु त हो नि होइन धेरैतिर माथि पुग्नु माथि हेर्न बेर्छ हो यसो गर्नु मात्रै दिनु तर बुवा आमासँग धेरै कष्ट गइसकेपछि बाउ आमाले के भन्छ त्यही मान्छ नि बुवा आमाले बिहान उठ्नु छोरी भयो भने छोरा भयो भने है भन्नु उठ छिटोबाट गो चामल सिकाउनु पर्छ त्यहाँबाट हात्नु पर्छ यो चाहिँ आफूले सिकाइ हुँदैन हाम्रो यो हिमालयको जातिमै यो के छ यो सिक्नुपर्छ नि त हामीले छोड्यो भनेर आफ्नो धर्म आउँदै काम त होइन नि त होइन त्यही भएर यो सबै हामीले बचाउनुपर्छ भन्ने कुरो म तपाईँलाई भनेको त्यो बचाउनु लागि नै तपाईँले बुझ्नुपर्छ बुझ्नु लागि पढ्नुपर्छ पढ्नु लागि के गर्नुपर्छ लामा देखाउनुपर्छ लामा मात्रै देखाएर भएन अझ लामासँग भनेको चाहिँ तपाईँले के गर्नुपर्छ अभ्यास गर्नुपर्छ तपाईँले घुम गर्नुपर्छ त्यो पछि मात्रै तपाईँले भन्नुलाई पनि सहज हुने हो आफै नजाँदा पनि सहँदैन भन्ने कुरा हो त्यही कारणले त्यो बुझ्नु लागि चाहिँ तपाईँले चाहिँ रिक्वेस्ट चाहिँ के भन्नु मैले 1 घन्टा भयो भने जो भयो भने होइन लामा अब हाम्रो यो लामा दिदीले यहाँ लामा छ उता उहाँ पनि छ लामा हो सबै लामा धेरै यहाँको लामाको त कमी छैन होइन उहाँ किन्नु छ लामै लामा छ एकैवटा बुझ्नु बुझेकोले भन्यो भने धेरै फाइदा हुन्छ भन्ने कुरो चाहिँ भनेको हो त्यो कारणले कुरा चाहिँ अनि नभए हो अन्तिम मात्रै धेरै अन्तिम भएछ है त्यस्तो भयो हो अब तपाईँहरूलाई भन्दाखेरि चाहिँ अब मनमा नलाग्नुहोस् है अब मैले चाहिँ फेरि अलिक जोडै काँडा भयो त्यो रिसाएको के हो है रिसाएको छैन है फेरि किनभने माइक छैन अब सुन्नुपर्छ सबैले हो त्यो त उहाँ पछाडि भएको सबैले सुनेन भने पनि हुँदैन नि त होइन त्यही भएर मेरो फेरि आवाजमा फेरि बुझ्नु छैन कि के भन्छ अब लड स्पिकर छैन नि त होइन त्यही भएर तपाईँले सुन्नुहोस् भनेर काँडा भन्नु मात्रै धेरै धेरै लामा चाहिँ रिसाएको छ मैले रिसाएको नसक्नुहोस् ल अब तपाईँलाई अब अलिकति फाइदा भयो कि मनमा त मलाई पनि लागिरहेछ है तपाईँले पनि हुन्छ कि भन्ने आशा छ अब धेरै नलम्बु यति भन्दै म तपाईँहरू यहाँ आइदिएको मात्रै म मेरोबाट तपाईँलाई दृश्य एउटा प्लस तपाईँहरू चाहिँ यहाँ अब उहाँ लामा साईले भेटेको कारणले तपाईँहरूलाई यति राम्रो धर्म सुन्नु पाएको भयो त्यसले उहाँलाई पनि पिर्छे सँगै उहाँ भेटेको मात्रै नभएर उहाँको फ्यामिलीले पनि अब यत्रो अब घर गरेर उहाँहरूले पिर्छे उहाँले मात्रै नसक्ने हो नि तर के गर्नु पऱ्यो कमिटीले मेन गर्नु पऱ्यो हो कि होइन कमिटीले बोलाएन भने म चाहिँ आउनुहुन्न बस्नुहुन्न त्यही भएर कमिटीलाई पनि मेरोबाट दिसे त्यो मात्रै होइन अब उहाँ कमिटीले उहाँले तपाईँहरू पनि आएन भने म चाहिँ आएन भने तपाईँहरू पनि आएको कारणले तपाईँहरू सबैलाई के भने दिसे थ्याङ्क यू भन्नुहोस्